अच्छा। ल, ओके ओके। तपाईँ सम्झाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। सरको पनि यसो परिचय पाउँदाखेरि राम्रो। स्योर स्योर स्योर, म तपाईँको लागि तपाईँको परिचय दिन्छु। मेरो स्क्रिन देख्नु भएको छ, ल्यापटपको स्क्रिन देखिया छ सर। देख्नु भएको छैन? हजुर। ओके। सो पहिला कुरा त म तपाईँहरू सबैजनालाई बधाई दिन चाहन्छु र आज चाहिँ तपाईँहरू सबैजनालाई चाहिँ स्वागत पनि गर्न चाहन्छु है। कि आजको सेसन एउटा यस्तो धमाकेदार सेसन मैले चाहिँ सुरु गर्दैछु, जुन चाहिँ मेरो एउटा भनौँ न एउटा चाहिँ आफ्नो इन्ट्रेस्टको पार्ट पनि थियो र म आफैले अरूलाई पनि सिकाउन पनि मजा आउँछ र जुन कुराहरू चाहिँ आफूले सिकेको छ त्यसलाई चाहिँ सेयर गर्दाखेरि बडा आनन्द आउँछ। सो आजको सेसन ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ, सोसियल मिडिया मार्केटिङ, यो तिनवटा चाहिँ सेसनमा चाहिँ रहनेछ। तपाईँ सबैजनालाई स्वागत छ। म डिआर भट्टराई। सो आई होप मेरो ल्यापटपको स्क्रिन पनि देखिराख्नु भएको छ होला, स्लाइड देख्नु भएको छ होला होइन? देखिया छ सर। एबाउट मी देख्नु भएको छ नि होइन? हजुर हजुर मजाले। ओके। सो म चाहिँ डिआर भट्टराई, बुटोलदेखि हो। म चाहिँ एउटा चाहिँ एन्टरप्रेन्योर भन्न रुचाउँछु र आफूले आफैलाई चाहिँ एउटा चाहिँ आफ्नो स्किल्सहरूलाई सेयर गरेर अरूलाई कसरी इम्पावरमेन्ट गर्न सकिन्छ भन्ने तरिकाको चाहिँ एउटा मेरो मेरो प्यासन छ। र यो प्यासन प्रोफेसनमा लागेको चाहिँ करिब करिब 5 वर्षभन्दा बढी भयो, 5-7 वर्षभन्दा बढी भयो। र सेल्स एन्ड मार्केटिङ फिल्डमा पनि म 5 वर्षभन्दा बढी चाहिँ भयो। र साथसाथमा म ट्रेनिङ इन्डस्ट्रीमा नै इन्भल्भ भएको चाहिँ 4 वर्षभन्दा बढी भयो है त। र तपाईँले चाहिँ सायद तपाईँले युट्युबहरूमा चाहिँ सुन्ने मोटिभेसनल स्पिकरहरू जसको नि नाम लिनुहुन्छ, उहाँसँग ट्रेनिङहरू एटेन्ड गरेर चाहिँ म जस आफूलाई चाहिँ एउटा अपग्रेड गर्ने एउटा चाहिँ अवसर मिलेको छ। र मेरो एउटा चाहिँ लाइफको एउटा सिम्पल एउटा मिसन के छ भन्दाखेरि टु हेल्प पिपुल लिभ अ लाइफ अफ इकोनोमिक इन्डिपेन्डेन्स अन देयर ओन टर्म्स होइन। एउटा चाहिँ मेरो चाहिँ एउटा लाइफको एउटा भनौँ न गोल भनौँ, मिसन भनौँ। जो व्यक्ति जस्तो अवस्थामा छ त्यही अवस्थामा नै उसलाई चाहिँ अपस्किल गरेर चाहिँ उसलाई चाहिँ एउटा इकोनोमिक इन्डिपेन्डेन्स दिने चाहिँ एउटा मेरो लाइफको मिसन रहेको छ। र यसै मिसन अन्तर्गत चाहिँ तपाईँ हामी जोडिएका छौँ। सो तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। मेरो युट्युब च्यानल पनि हेर्न सक्नुहुन्छ है। तपाईँले चाहिँ देख्नुभयो चाहिँ तपाईँले चाहिँ 6.73K सब्सक्राइबर छन्। सानो सानो युट्युब च्यानल छ, त्यस्तो धेरै चाहिँ छैन। तैपनि तपाईँले चाहिँ सब्सक्राइब गर्नु सक्नुहुन्छ न, ताकि आगामी दिनहरूमा पनि हामीहरू चाहिँ जोडिन सकिन्छ। आफ्नो भिडियोहरू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। सो यसै गरी तपाईँले चाहिँ मलाई फेसबुकमा पनि देख्नुभएको छ होला। तपाईँले फेसबुकबाट देखेरै आउनुभएको छ प्रायः साथीहरू। डिआर भट्टराई तपाईँले देख्न सक्नुहुन्छ। टिकटकमा पनि छु म, टिकटकमा पनि फलो गर्न सक्नुहुन्छ र हामीहरू चाहिँ जोडिन सकिन्छ है। सो अब कुरा गरौँ एउटा ट्रेनिङ सेसनको बारेमा चाहिँ कुरा गरौँ। यो ट्रेनिङ सेसन चाहिँ मैले किन गराएँ भन्ने कुरा चाहिँ मैले तपाईँलाई क्लियर गर्न चाहन्छु पहिला कुरा। त्यस पछाडि यो कन्टेन्टतिर लागौँला है त। सो सबैभन्दा पहिला कुरा त आजको समयमा चाहिँ यदि तपाईँ हाउसवाइफ होस् अथवा कुनै पनि प्रोफेसनमा हुनुहोस्, जब गर्नुहोस् अथवा बिजनेस गर्नुहोस्, तपाईँको कुनै पनि प्रोडक्ट या सर्भिस छ त्यसलाई मार्केटिङ गर्न जरुरी छ हेर्नुहोस् होइन। यसलाई के एग्री गर्नुहुन्छ? हात उठाएर चाहिँ एग्री गर्नु, हात उठाउन सक्नुहुन्छ है त। सो अब भन्न खोजेको मैले के छ भन्दाखेरि कुनै पनि कुराहरूलाई मार्केटिङ गर्न अब पुरानो स्टाइलको चाहिँ मार्केटिङ सकियो हेर्नुहोस्। पहिला हामीहरूले चाहिँ जमानामा हामीहरूको पहिला अलिक सानो सानोमा चाहिँ हामीहरूले चाहिँ देखिन्थ्यो क्या, पम्पलेटहरू राखेर अनि रेडियोमा प्रचारहरू गरेर अनि त्यो टिभीहरूमा। त्यो जमाना गयो। अब भयो भनेको के भयो त भन्दाखेरि डिजिटल मार्केटिङको युग आयो। डिजिटल मार्केटिङमा चाहिँ गर्दाखेरि चाहिँ यो डिजिटल स्किल्स चाहिँ हामीले सिक्न जरुरी छ। अब हेर्नुहोस्, तपाईँ स्मल बिजनेस ओनर हुनुहुन्छ अथवा हाउसवाइफ हुनुहुन्छ, जस्तै हाम्रो अस्मिता म्याम हुनुहुन्छ, हाउसवाइफ हुनुहुन्छ। अहिलेको समयमा उहाँको उद्देश्य के छ भन्दाखेरि सर मैले आफूले जानेको कुरा चाहिँ युट्युब च्यानलमा चाहिँ सेयर गरेर त्यहाँबाट पनि एउटा जस आफ्नो कन्फिडेन्स पनि बिल्ड हुन्छ, साथसाथमा आफूले चाहिँ नलेज सेयरिङ पनि हुन्छ र साथसाथमा त्यहाँबाट केही इन्कम हुन्छ पनि कि भन्ने चाहिँ उहाँको एउटा चाहिँ एक्सपेक्टेसन छ, एउटा उद्देश्य छ। डेफिनेटली हुन्छ हेर्नुहोस्, डेफिनेटली हुन्छ। त्यसको लागि चाहिँ मैले तपाईँलाई सबै रोड म्यापहरू बताउने छु। तपाईँले युट्युब च्यानल बनाउन चाहनुहुन्छ, युट्युब च्यानलको मोनिटाइजेसनसम्मको प्रोसेस मलाई थाहा छ है। तपाईँहरूलाई यो युट्युब च्यानल क्रिएट गर्नेदेखि लिएर युट्युब च्यानल मोनिटाइजेसनसम्मको प्रोसेस के छ, त्यस बाहेक पनि तपाईँले कसरी इन्कम गर्न सक्नुहुन्छ, अरू अरू मल्टिपल स्ट्रिमहरूमा चाहिँ कसरी चाहिँ इन्कम गर्न सक्नुहुन्छ, त्यो बारेमा चाहिँ म तपाईँलाई सबैलाई सेयर गर्न चाहन्छु, सेयर गर्नेछु। अब कुरा गरौँ के भन्दाखेरि यो तिनवटै स्किल्सहरू चाहिँ किन सिक्ने हामीहरूले भन्ने कुरा छ है त। अब कुरा प्राय साथीहरूको चाहिँ एउटा चाहिँ मनमा डाउट के थियो भन्दाखेरि मलाई चाहिँ सेसन जोइन गर्नुभन्दा अगाडिपट्टि सर 15 दिनमा यत्रो सबै कुराहरू सिक दिन्छ त भन्नुभएको थियो। आई होप कि तपाईँहरूको मनमा पनि यो थियो होला होइन? कतिजनाले चाहिँ सोच्नु भएको थियो भन्नुहोस् त। सरलाई त मैले कलमै पनि सोधेको थिएँ यो कुरा हो त। सुमन सरले पनि सोध्नु भएको थियो।
हजुर इन्ट्रेक्सन सेसन गरौँ है त। इन्ट्रेक्सन सेसन गरौँ, म मात्रै होइन तपाईँ पनि बोल्न सक्नुहुन्छ है। किन मैले चाहिँ यो भनेको छु भन्दाखेरि म तपाईँहरूलाई बोल्नको लागि इन्करेज गर्न चाहन्छु। हेर्नुहोस्, यो एउटा बेस्ट प्लेटफर्म बन्न सकिन्छ। हेर्नुहोस् है, किन भन्दाखेरि हामीलाई दुई चारजनाको अगाडि कुरा गर्नलाई बोल्नलाई चाहिँ अलिकति मन त लाग्छ तर डर लाग्छ नि, होइन? कतिजनालाई यस्तो फिल हुन्छ भन्नुहोस् त? हात उठाउन सक्नुहुन्छ अथवा यस भन्न सक्नुहुन्छ है त? सबैलाई लाग्छ होइन यो कुरा चाहिँ? अब हेर्नुहोस्, अब यो प्लेटफर्म एउटा चाहिँ आफूले आफैलाई कन्फिडेन्स बिल्ड गर्ने पनि प्लेटफर्म बन्न सक्छ है। किन भन्दाखेरि मैले अब मल्टिपल ट्रेनिङहरू दिएको एक्सपिरियन्स छ। हेर्नुहोस्, तपाईँ जस्तै साथीभाइहरूलाई चाहिँ मैले एउटा इम्पावरमेन्ट गरेर कसरी अगाडि बढ्न सक्ने यो सब कुराहरूको एक्सपिरियन्स छ। हेर्नुहोस् है, अब हेर्नुहोस्, यो तिनवटै टपिकमा मैले सिकाउँछु। नो डाउट तपाईँलाई मैले चाहिँ एकदम सिम्पल वेमा सिकाउँछु। तपाईँ जोसुकै हुनुहोस्, तपाईँ जुनसुकै प्रोफेसनमा हुनुहोस्, तपाईँले चाहिँ कुनै पनि डाउट गर्नु पर्दैन। हेर्नुहोस् है, कुनै पनि किसिममा डाउट गर्नु पर्दैन कि मैले यो त सिक्दैन कि मैले त यो जान्दैन कि भनेर चाहिँ कहिले पनि डाउट गर्नु पर्दैन। किन भन्दाखेरि मैले तपाईँलाई चाहिँ तपाईँको हात समाएर नै तपाईँलाई मैले गाइड गर्नेवाला छु। यति कुरा त ढुक्क हुनुहोस्, मेरो लेभलको स्किल्स तपाईँले सिक्नुहुनेछ। बुझ्नुभयो त? इट डिपेन्ड्स अन यु है। मैले बताउन चाहन्छु 100% जिम्मेवारी म मेरो तर्फबाट लिनुपर्ने कुराहरू म लिन्छु। तर त्यस्तोमा एट द सेम टाइम तपाईँहरूको पनि जिम्मेवारी के हुन्छ भन्दाखेरि एटेन्टिभ भएर सुन्ने, बुझ्ने, केही कुराहरू चाहिँ मैले दिइरहेको छु, वर्क गर्न दिइरहेको छु भने तपाईँले गर्ने, इमान्दारपूर्वक गर्ने भने अभियसली तपाईँ पनि अगाडि बढ्न सक्नुहुन्छ है त। सो अब ग्राफिक डिजाइनिङ फर फेसबुकको लागि चाहिँ जस्तै फ्लायरहरू बनिरहेको हुन्छ, कसैलाई शुभकामना दिनुपर्ने हुन्छ, कसैको बर्थडे आएको हुन्छ, कसैले स्टोरीमा पोस्ट गर्नुपर्ने हुन्छ, कसैले चाहिँ एड चलाउनु पर्ने हुन्छ। यो सबै कुराहरू मैले तपाईँलाई सिकाउनेवाला छु है। अनि युट्युबको थम्बनेल कसरी डिजाइन गर्ने, यो सबै कुराहरू मैले तपाईँलाई एकदम सिम्पल तरिकाले सिकाउनेवाला छु, एदेखि जेडसम्म है त। अब भिडियो एडिटिङ पनि एउटा यस्तो मेन एउटा इम्पोर्टेन्ट पार्ट बनेको छ आजको समयमा। तपाईँको पम्पलेटमा अथवा अरू एउटा चाहिँ फ्लायर मात्रै बनाएर एड चलाउँदाखेरि पनि तपाईँको खासै रिजल्ट आउँदैन। भन्न खोजेको मैले तपाईँलाई चाहिँ एउटा डिजिटल मार्केटिङको सर्भिस दिने कुरा गर्दैछु है त। अनि युट्युबमा चाहिँ तपाईँलाई बताउन चाहन्छु, युट्युब भिडियोहरू पनि क्रिएट गर्न सिकाउँछु मैले तपाईँलाई चाहिँ कहाँनिर के सोर्स रिसोर्सेसहरू युज गर्न सकिन्छ, कुन टुल्सहरू कसरी प्रयोग गर्ने, यो सबै कुराहरू सिकाउँछु है। अनि टिकटकको सर्ट्सहरू भयो, अनि त्यसपछि ग्रिन स्क्रिनवाला भिडियो, जस्तै मैले तपाईँलाई देख्नुभएको थियो नि, मेरो एड देख्नुभएको थियो नि तपाईँले, ग्रिन स्क्रिनवाला सेतो पछाडिपट्टि सेतो ब्याकग्राउन्ड थियो, तर मैले तपाईँलाई चाहिँ बताउन चाहन्छु त्यो ग्रिन स्क्रिनवाला भिडियो थियो है। ग्रिन पर्दा थियो, त्यसमा चाहिँ मैले कसरी एडिट गरेँ त्यो सबै कुराहरू प्रोसेस तपाईँलाई मैले बताउँछु है। हामीले युज गर्ने सफ्टवेयरको नाम हो फिल्मोरा, सायद तपाईँले पनि सुन्नुभएको छ होला योभन्दा अगाडि। अब सोसल मिडियामा कसरी मार्केटिङ गर्ने, आफूले आफैलाई कसरी मार्केटिङ गर्ने, एड्सहरू कसरी चलाउने, भिडियो एडहरू कसरी बनाउने, अनि तपाईँको सेल्स ओरिएन्टेड भिडियोहरू कसरी बनाउने, आफ्नो प्रोडक्ट्स या सर्भिसलाई कसरी मार्केटिङ गर्ने, कसरी स्क्रिप्ट लेख्ने, कसरी बोल्ने, क्यामेराको अगाडि कसरी प्रेजेन्ट हुने, लाइटलाई कता कता राख्ने, यो सबै कुराहरू म तपाईँलाई सिकाउनेछु है, सेयर गर्नेछु। अब यो सबै कुराहरू सेयर गरिसकेपछि तपाईँ एउटा यस्तो पर्सन भन्नुहुन्छ जसलाई चाहिँ तपाईँसँग कुनै पनि स्किल्स छ भने त्यसलाई अनलाइनमा कसरी बेच्ने, अनलाइनबाट कसरी मोनिटाइजेसन गर्ने, यो सबै कुराहरू तपाईँले सिक्नुहुनेछ। बुझ्नुभयो? सेसन एकदमै इम्पोर्टेन्ट छ, ध्यान दिएर सुन्नु होला। तपाईँले जति पनि पे गर्नुभएको छ, आई डोन्ट नो, अब भनौँ न एउटा चाहिँ मैले पेमेन्टको मात्रै पैसाको मात्रै कुरा गर्दैन, मैले कुरा गर्न चाहन्छु तपाईँलाई जुन टाइम दिनुभएको छ नि तपाईँले, हो त्यो टाइमको कुरा गर्न चाहन्छु। जुन समय दिनुभएको छ त्यो समयलाई चाहिँ महत्त्व मानेर चाहिँ तपाईँले यो सेसन एटेन्ड गर्नु होला है। अब मैले अघि भनिसकेँ कि आफ्नो स्किल्स, आफ्नो प्रोडक्ट्स, आफ्नो सर्भिसलाई कसरी मार्केटिङ गर्ने त्यो इम्पोर्टेन्ट हुन्छ है। हामीहरूसँग मैले प्राय मेरो चाहिँ साथीहरू सर्कलहरूमा अथवा भनौँ कि मेरो म्युचुअल कनेक्सनमा उहाँले यो भिडियो एड चलाउँदाखेरि उहाँले के भन्नुभएको थियो भन्दाखेरि, डिआर सर मसँग पनि यो स्किल्स त छ, तर मैले त 10,000 कमाउन पनि मुस्किल भइरहेको छ भनेर भन्नुभएको थियो। मैले तपाईँलाई बताउन चाहन्छु स्किल्स भएर मात्रै हुँदैन। हेर्नुहोस् है, स्किल भएर मात्रै कुनै पनि हालतमा हुँदैन। हेर्नुहोस्, स्किल्सलाई तपाईँले मार्केटिङ गर्न जरुरी छ। हेर्नुहोस्, बुझ्नुभयो त? आफूले आफैलाई कसरी सेल गर्ने, आफ्नो स्किल्सलाई कसरी बेच्ने, यो कुराको इम्पोर्टेन्स छ। हेर्नुहोस् है, यो कुरा जान्न जरुरी हुन्छ। सायद आज तपाईँले देख्नु भएको छ होला, डक्टर, इन्जिनियर, हरेक प्रकारको व्यक्तिको प्रोफेसनहरूमा
त्यहाँ दुईटा क्याटेगोरीका हुन्छ, तिनवटा क्याटेगोरीका हुन्छन् हेर्नुहोस् है, तिनवटा क्याटेगोरीका मान्छेहरू हुन्छन्। एकजना यस्तो व्यक्ति हुन्छ जसले चाहिँ एकदमै धेरै पैसा कमाएको हुन्छ, उसलाई सबैले चिन्छन् होइन, उसलाई सबैले चिन्छन्। एकजना यस्तो क्याटेगोरीको हुन्छ जीवन निर्वाह गरेको, बल्ल बल्ल जीवन निर्वाह गरेको हुन्छ। एकजनाको ठिकठाक कमाएको हुन्छ। तिनीहरूमा के डिफ्रेन्स छ होला तपाईँलाई बुझ्न सक्नु, गेस गर्न सक्नुहुन्छ के डिफ्रेन्स छ? कुरा सिम्पल छ हेर्नु साथीहरू, कसैले आफूले आफैलाई बेच्न आउँछ कि, मतलब बेच्नु मतलब आफ्नो स्किल्सलाई बेच्न आउँछ, आफ्नो कलालाई बेच्न आउँछ, आफूले आफैलाई चाहिँ मार्केटिङ गर्न आउँछ, आफूले आफैलाई पर्सनालिटी आफ्नो सेल गर्न आउँछ, त्यसको जहिले पनि हाई इन्कम हुन्छ हेर्नुहोस्। बुझ्नुभयो त? हो, हामीले त्यही कुरा सिक्दैछौँ हेर्नुहोस्। र मैले तपाईँलाई बताउन चाहन्छु, करिब करिब 1.5 वर्षदेखि मैले डिजिटल मार्केटिङ सर्भिस बेचेर मल्टिपल कम्पनीजहरूबाट कम्तीमा पनि हेर्नुहोस् 80,000 देखि 90,000 रुपियाँ कमाइरहेको छु हेर्नुहोस्। मेरो इन्कम भेरिएबल हुन्छ, मतलब त्यो फिक्स हुँदैन। तर मैले आफ्नो कम्फर्ट जोनमा, मेरो होम अफिस छ, म घरमै बसेर मैले आफ्नो चाहिँ सबै कुराहरू सर्भिसहरू चाहिँ क्लाइन्टलाई प्रोभाइड गर्छु। एकजना होइन, 10जना भन्दा बढी चाहिँ क्लाइन्टहरूसँग म काम गरिरहेको छु हेर्नुहोस्। मैले तपाईँलाई बताउनेछु सबै कुराहरू कसरी भयो भनेर, त्यो कुरा बताउनेछु। अब यही कुरा तपाईँले सिक्नुभयो भने तपाईँले यो काम इजिली गर्न सक्नुहुन्छ। तपाईँ जुनसुकै ठाउँमा हुनुहोस्, नो म्याटर, यो कुरा चाहिँ तपाईँलाई मैले सिकाउने छु है। र अब कुरा गरौँ टुल्सको बारेमा है। टुल्स चाहिँ तपाईँलाई ल्यापटप चाहियो, मोबाइल चाहियो। यदि तपाईँले प्रोफेसनली काम गर्न चाहनुहुन्छ भने यु मस्ट ह्याभ ल्यापटप। ल्यापटपको पनि रिक्वायरमेन्ट हुन्छ। ल्यापटप के छ भन्दाखेरि तपाईँलाई मैले बताउन चाहन्छु, एटलिस्ट 8 GB वाला ऱ्याम है, ऱ्याम चाहिँ 8 GB वाला र एसएसडी वाला चाहिँ हार्ड त्यो स्टोरेज भएको भयो भने जुनसुकै ब्रान्डको र i5सम्मको भयो भने पर तपाईँको मजाले चाहिँ तपाईँको स्मुथली काम गर्न सकिन्छ हेर्नुहोस् है। र अर्को कुरा, मोबाइलबाट पनि गर्न सकिन्छ, नसकिने होइन। मैले तपाईँलाई मोबाइलबाट कसरी एडिट गर्ने त्यो पनि सिकाउने छु होइन। र अब मोबाइलबाट गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि मैले तपाईँलाई मेरो आफ्नो स्टोरी सेयर गर्न चाहन्छु है त। मसँग ल्यापटप छ हेर्नुहोस्, हेर्नुहोस् है, मसँग ल्यापटप छ। म कुनै पनि क्लाइन्टसँग डिल गर्न जाँदाखेरि म ल्यापटप बोकेर जान्छु हेर्नुहोस्, हेर्नुहोस् है, मसँग ल्यापटप बोकेर जान्छु र मैले कहिले पनि सिभी भनेर चाहिँ देखाउँदैन। मैले तपाईँलाई यो सर्भिस प्रोभाइड गर्न सक्छु, यो सर्भिस प्रोभाइड गरेको यति लिन्छु भनेर म आफ्नो तलब आफै तोक्छु, आफ्नो तलब आफै तोक्छु। किन भन्दाखेरि ममा प्रोफेसनलिजम छ र त्यो प्रोफेसनलिजम तपाईँलाई मैले सिकाउनेवाला छु है त। यो कुरा पनि ध्यान गर्नु जरुरी छ। अब क्यानभा, अब फिल्मोरा छ, फिल्मोरा तपाईँसँग यदि विन्डोज ल्यापटप छ भने बधाई छ, तपाईँले क्र्याक सफ्टवेयर युज गर्न सक्नुहुन्छ। तपाईँले, मैले तपाईँलाई त्यो प्रोभाइड गर्छु, कसरी इन्स्टल गर्ने सबै कुरा प्रोभाइड गर्छु। यदि तपाईँसँग म्याकबुक छ त्यो बधाई छ किन भन्दाखेरि पे गर्नुपर्ने हुन्छ तपाईँले, बुझ्नुभयो त? सफ्टवेयरको लागि, फिल्मोराको लागि करिब करिब $50 जस्तो चाहिँ पे गर्नुपर्ने हुन्छ होइन। त्यो चाहिँ तपाईँले आफैले म्यानेज गर्नु पर्यो है। अब दोस्रो कुरा छ क्यानभा। क्यानभाको दुईटा किसिमको चाहिँ त्यहाँनिर हुन्छ, एउटा सब्सक्रिप्सनवाला हुन्छ, एउटा चाहिँ फ्रीवाला पनि हुन्छ। अब सब्सक्रिप्सनवाला प्रयोग गर्दाखेरि के हुन्छ भन्दाखेरि सबै फिचर्सहरू चाहिँ अनलक पाउनुहुन्छ तपाईँले, त्यसलाई धेरै पर्दैन। हेर्नुहोस्, फेसबुकमा हेर्नुभयो भने तपाईँलाई 100 रुपियाँ, 150 रुपियाँ, 200 रुपियाँ, 300 रुपियाँमा चाहिँ एभाइलेबल हुन्छ हेर्नुहोस्। त्यहीबाट पनि लिन सक्नुहुन्छ। होइन सर तपाईँबाटै लिन्छु, म तपाईँलाई चाहिँ विश्वास लाग्छ भने पर मैले चाहिँ 250 रुपियाँ लिन्छु है, मैले चाहिँ 250 रुपियाँ लिन्छु। 250 रुपियाँ मैले तपाईँलाई चाहिँ लिएर चाहिँ तपाईँलाई चाहिँ त्यो एक्सेस दिन्छु, प्रोवाला चाहिँ सफ्टवेयर, प्रोवाला चाहिँ तपाईँलाई एकाउन्ट दिन्छु, बुझ्नुभयो? र अब त्यस पछाडि अर्को आउँछ आफ्नो आवाजलाई बुस्ट गर्ने अडोबी पोडकास्ट पनि हुन्छ। यो चाहिँ फ्रीको सफ्टवेयर छ, यसमा चाहिँ तपाईँले कुनै पनि चार्ज दिनु पर्दैन। अब कुरा के छ भन्दाखेरि अब हामीहरूले यो सेसनहरूमा चाहिँ जस्तै भिडियो बनाउँदाखेरि के जानिन्छ, के सिक्नुपर्ने हुन्छ, यो सबै कुराहरू मैले तपाईँलाई ढुक्क भएर चाहिँ तपाईँलाई सिकाउँछु। तपाईँ नआत्तिनु होला, यो सेसन सकिँदैन कि मैले त जान्दैन कि कहिले सकिने हो, अथवा अनि कि मैले चाहिँ भ्याउँछु कि भ्याउँदैन, यो कुनै पनि टेन्सन नगर्नु होला। ढुक्क भएर काम गर्नु होला, ढुक्क भएर चाहिँ जो सेसन जोइन गर्नु होला। र मैले तपाईँ चाहिँ कुनै दिन तपाईँको सेसन छुट्यो भने पनि मजाले तपाईँहरूलाई यो कभर गर्नेछु है त। तपाईँलाई रेकर्डेड भिडियो हुन्छ कि अथवा के गर्ने हुन्छ त्यो सबै कुरा हुन्छ। र याद गर्नु होला,
तपाईँ र हामीहरू भनेको एउटा चाहिँ फ्रेन्डसिपको वाला चाहिँ सम्बन्ध छ र त्यही तरिकाले नि राख्न चाहन्छु र एकदम फ्रेन्डली भएर डबल इन्ट्रेक्सनवाला सेसन हुन्छ हामीहरूको। बुझ्नुभयो त? डबल इन्ट्रेक्सनवाला सेसन हुन्छ। तपाईँले जुनसुकै पोइन्टमा पनि सोध्न सक्नुहुन्छ र जुनसुकै बेलामा पनि तपाईँले चाहिँ सोधेर आफ्नो कुराहरू चाहिँ सेयर गर्न सक्नुहुन्छ, अगाडि बढाउन सक्नुहुन्छ है त। यहाँसम्म क्लियर हुनुहुन्छ? यहाँसम्म क्लियर हुनुहुन्छ? अब म यस सर। तपाईँहरूसँग टुल्सहरू के छ मैले तपाईँलाई सोध्छु है। जस्ट ल्यापटप चाहिँ के छ तपाईँहरूसँग, कुन कुन ल्यापटप छ मैले तपाईँलाई सोध्छु है त। सन्तोष सर, तपाईँसँग कुन ल्यापटप छ? कुन भन्यो कम्पनी? होइन भन्न खोजेको विन्डोज ल्यापटप छ कि म्याकबुकवाला छ भनेको, आइओएसवाला छ? विन्डोज विन्डोज छ होइन? तपाईँलाई सजिलो भयो, तपाईँले फ्रीको सफ्टवेयर पाउनुहुन्छ। अनि विष्णु सर तपाईँको के छ? विन्डोज नै त्यही छ? होला। विन्डोज नै छ होइन तपाईँको? सर अनि पाहानी सरको चाहिँ कुन चाहिँ ल्यापटप छ? मेरो पनि विन्डोज नै हो सर। विन्डोज नै छ? हजुर। बधाई छ। पाहानी सर पछिबाट जोइन गर्नुभयो क्या तपाईँ होइन? होइन, म सुरुदेखि नै छु। इन्ट्रोडक्टरी चाहिँ मैले यहाँ यतातिर पनि यहाँ मेरो भएकोले गर्दा यता पनि बिजी भइरहेको थिएँ कि ए सुनिरहेको छु तपाईँलाई सुरुदेखि नै। ए ओके ओके सर, स्योर स्योर। ल, ओके। ठिक छ। अनि सुमन सर तपाईँसँग चाहिँ कुन ल्यापटप छ? विन्डोज नै हो मसँग। विन्डोज नै हो नि होइन? अनि अस्मिता मिसको विन्डोज नै हो? ओके। सो अनि सृजलजीको? विन्डोज नै हो। ओके। अनुपजीको? विन्डोज हो सर, विन्डोज। अनि भीम सरको म्याकबुक हो क्या सायद? हो भीम सर? हजुर हजुर, मसँग म्याकबुक हो। ए ओके ओके ओके। सो म्याकबुक हो भने पर ठिकै छ। तपाईँले चाहिँ $50 सेरोफेरमा अझै स्पेन्ड गर्नुपर्छ, किनभने म्याकबुकमा हामीसँग अप्सन छैन हेर्नुहोस्। मैले पनि $50 तिरेर नि तपाईँको सब्सक्रिप्सन लिएको हेर्नुहोस्। अनि एसर भन्ने हुनुहुन्छ यहाँनिर चाहिँ, एसर नाम चाहिँ आफ्नो नाममा जोइन गर्नुहोस् न है। एसर सर, एसर सर हुनुहुन्छ कि म्याडम हुनुहुन्छ आई डोन्ट नो, बट नाम चाहिँ एसर छ। तपाईँसँग चाहिँ विन्डोज नै छ, एसर नै छ। ओके। भनेपछि मैले तपाईँलाई मलाई मेसेज गर्नु होला तपाईँले वाट्सएपमा। मैले तपाईँहरूलाई चाहिँ यो फिल्मोराको क्र्याक भर्जन चाहिँ उपलब्ध गराउनेछु, जो पनि विन्डोजवाला साथीहरू हुनुहुन्छ। त्यो इन्स्टल कसरी गर्ने त्यो पनि म सिकाउँछु। यो तपाईँले चाहिँ यो सेसनहरूमा सिकाउन थाल्यो भने पनि अलिक टाइम हुन लाग्छ होइन? त्यसले गर्दाखेरि मैले तपाईँलाई पर्सनली सिकाउँछु है त। ओके। सो आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ सेसनको सुरुवातमा तपाईँलाई मैले एउटा सिम्पल क्यानभाको इन्ट्रोडक्सन गराउन चाहन्छु है त। क्यानभाको रेडी हुनुहुन्छ? जसलाई चाहिँ हामीले क्यानभा सफ्टवेयर चाहिँ किन प्रयोग गर्छौँ भन्दाखेरि हामी चाहिँ यो ग्राफिक डिजाइनिङ चाहिँ सिक्नको लागि है त। रेडी हुनुहुन्छ नि होइन? ओके सर। ओके। सो मेरो स्क्रिन देख्नु भएको छ होला होइन? देखिएको छ सर। ओके। जस्तै क्यानभाको चाहिँ कस्तो हुन्छ भन्दाखेरि इन्टरफेस, तपाईँ जस्तै canva.com गरेर गर्नुभयो भने तपाईँले चाहिँ यस्तो खालको चाहिँ इन्टरफेस चाहिँ पाउनुहुन्छ है। यस्तो खालको इन्टरफेस चाहिँ पाउनुहुन्छ। कतिजनालाई थाहा छ क्यानभा सफ्टवेयरको कामहरू, यो सब कुराहरू के हो भन्ने कुरा थाहा छ? डिटेल चाहिँ थाहा छैन, थोरै थोरै चाहिँ मलाई थाहा छ। सुमन सरलाई चाहिँ अलिअलि चाहिँ युज गर्नुभएको छ तपाईँले अहिलेसम्म? कुनै बेला गरेको छु अलिअलि म। ए क्यानभा, कट, युकट अनि निकैवटा एप्लिकेसनमा कुदिरहेको थिएँ पहिला मोबाइलबाट गर्दा। ए अलि हजुर। तर त्यस्तो प्रोफेसनल चाहिँ होइन सर। ओके। अनि भीम सरलाई थाहा छ? भीम सर? मैले नि यो प्रेजेन्टेसन गराउँदाखेरि मैले युज गरेको। हजुर सर, मलाई थाहा छैन सर, म एकदम नयाँ यसको लागि चाहिँ। ए भीम सरलाई चाहिँ नयाँ होइन? अनि एसर भनेर नाम हुनुहुन्छ नि, उहाँलाई थाहा छ कि थाहा छैन है? सन्तोष? विषयमा त्यति राम्रोसित थाहा छैन हजुर। ओके। अनि सन्तोष सरलाई थाहा छ? मैले चाहिँ प्रेजेन्टेसनको लागि चाहिँ युज गर्थेँ कहिले कहिले। ओके। सृजलजीलाई? थाहा छ, थाहा छ, युज ओके। पनि गर्छु। पाहानी ब्रदर सरलाई चाहिँ थाहा छ कि थाहा छैन? सर तपाईँको नाम प्रोनाउन्सिएसनमा अलिकति अप्ठ्यारो भयो भाइ। यो म भोलि चेन्ज गरिदिन्छु सर। अलिक अब मलाई थाहा छ यो फोटो भिडियो एडिटिङ सम्बन्धी छ होइन। हजुर हजुर। हल्का हल्का मैले यसो ट्राई गरेको छु। सर तपाईँको नाम चाहिँ भन्नु न मलाई, इजी हुन्छ। फणीन्द्र निरौला हो मेरो नाम। फणीन्द्र निरौला। अँ, ओके। सर तपाईँ बुटोलदेखि नै हो? म इटरीबाट।
इटरी देखियो उम्, ए ग्यालेक्सी भने त पछाडिपट्टि ब्याकग्राउन्डमा देखि के छ तपाईँको यो ग्यालेक्सी होटल छ हाम्रो ग्यालेक्सी यो क्याफे पनि होटल छ ग्यालेक्सी क्याफे त यहाँ बुटोलमा पनि छ कि त्यहाँ पनि छ यदि हाम्रो चाहिँ डी डी ग्यालेक्सी छ ए अच्छा ओके ओके ठिक छ अगाडि डी छ ओके अब भनेपछि तपाईँलाई मैले बताउन चाहन्छु सबैजनालाई है त अब यो के कस्तो खालको चाहिँ एप्लिकेसन हो कस्तो कसरी हामीले यसबाट फाइदा लिन सकिन्छ भन्दाखेरि तपाईँ जति पनि ग्राफिक डिजाइन सिक्नुहुन्छ नि ग्राफिक डिजाइन भनेपछि तपाईँले देख्नुहुन्छ नि ग्राफिक डिजाइनको काम लगभग सबै कामहरू चाहिँ हामीले गर्न सकिन्छ डिजिटलवाला यो भनेको डिजिटलवाला सबै कामहरू चाहिँ यो हामीहरूको यो यसमा चाहिँ हामीले गर्न सकिन्छ र केही केही कुराहरू चाहिँ हामीहरूले यसमा भिडियो एडिटिङ पनि गर्न सकिन्छ हेर्नुहोस् है भिडियो पनि बनाउन सकिन्छ र मैले जति पनि तपाईँको व्हाइट स्क्रिन तपाईँको ग्रिन स्क्रिनवाला काम छ नि मैले सबै यसैबाट चाहिँ गर्छु किन भन्दाखेरि यसमा यस्तो सजिलो छ हेर्नुहोस् यस्तो सजिलो छ यो सजिलो चाहिँ ऊ चाहिँ मैले अहिलेसम्म यस्तो खालको चाहिँ मैले फोटोसप चाहिँदै चाहिँदैन तपाईँलाई हेर्नुहोस् यो जाने भने त यो टुल्स जाने भने त तपाईँले सबै कामहरू चाहिँ गर्न सक्नुहुन्छ यसमा है तपाईँलाई चाहिँ डिजिटल युजको लागि चाहिँ अब यसमा चाहिँ तपाईँलाई मैले देखाउन चाहन्छु जस्तै यहाँ विभिन्न टपिकहरूमा छ हेर्नुहोस् बिजनेस भने चाहिँ छ अब बिजनेसमा चाहिँ हामीलाई के चाहिन्छ एउटा सिभी चाहिन्छ हामीलाई होइन सिभी बनाउनु पर्ने भने पनि सिभीको टेम्प्लेट छ अलरेडी होइन तपाईँको यो बिजनेस कार्डहरू भयो अनि त्यस पछाडि क्यालेन्डरहरू भयो अनि हरेक किसिमको प्रपोजल बनाउनु पर्यो कुनै पनि कुराहरू चाहिँ तपाईँले जस्तै तपाईँलाई चाहिँ जस्तै कुनै पनि कुराहरू चाहियो जस्तै एउटा इक्जाम्पल दिनुहोस् तपाईँले जस्तै मानिलियो कि सर्टिफिकेट चाहियो होइन तपाईँले माथिपट्टि सर्च बारमा गएर सर्टिफिकेट हान्नुभयो भने सर्टिफिकेट अफ एप्रिसिएसन हान्नुभयो भने त तपाईँलाई यहाँ यस्तो खालको चाहिँ टेम्प्लेटहरू देखाउँछ हेर्नुहोस् देखिराख्नु भएको छ नि होइन यस्तो खालको टेम्प्लेटहरू देखाउँछ अब तपाईँले चाहिँ सिम्पल तपाईँले यहाँनिर गएर तपाईँसँग कुनै पनि स्किल्स छैन मानिलियो कि तपाईँलाई चाहिँ त्यो ग्राफिक डिजाइनको बेसिकभन्दा बेसिक कुराहरू पनि आइडिया छैन भने त तपाईँले के गर्न सक्नुहुन्छ जस्तै मानिलियो कि कस्टमाइज दिस टेम्प्लेटमा गएर तपाईँले हेर्नुहोस् अब आफ्नो नाम जस्तै सन्तोष श्रेष्ठ है ल हेर्नुहोस् यो तरिकाले गर्न सक्नुहुन्छ हेर्नुहोस् है अब यसमा आवश्यकता अनुसार जस्तै कम्पनीको नाम कतै एड गर्नुपर्ने हुन्छ कसरी एड गर्नुपर्ने त्यो सब कुराहरू चाहिँ मैले तपाईँलाई सिकाउँछु जस्तै यो सिम्पल छ जस्तै ड्र्याग एन्ड ड्रप गर्न मिल्छ कि हेर्नुहोस् है यो तरिकाले गर्न मिल्छ अब यसलाई चाहिँ अब जे कुरा पनि लेख्न मिल्यो जस्तै तपाईँले यहाँनिर चाहिँ दिस सर्टिफिकेसन इज प्राउडली प्रेजेन्टेड टु सन्तोष श्रेष्ठ होइन यो तपाईँले यहाँनिर जे कन्टेन्टहरू लेख्न सक्नुहुन्छ अथवा तपाईँ आफ्नो आवश्यकता अनुसार त्यो सबै कुराहरू चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ है त यहाँनिर साइनहरू चाहिँ भयो आफ्नो जसको नाम छ त्यो पनि नाम एडिट गर्न सक्नुहुन्छ यो टेम्प्लेटहरू छ जस्तै तपाईँलाई अब चाहिँ के छ भन्दाखेरि जस्तै तपाईँलाई यहाँनिर एउटा आफ्नो फोटो राख्न मन लाग्यो है फोटो राख्न मन लाग्यो कसरी गर्ने त तपाईँलाई मैले एउटा इक्जाम्पल दिन्छु है जस्तै अब त्यहाँनिर फोटो राख्न मन लाग्यो भने तपाईँले यहाँनिर सिम्पल गएर चाहिँ यहाँनिर चाहिँ जस्तै एलिमेन्टमा गएर यहाँनिर गएर चाहिँ तपाईँले चाहिँ सेप्समा गएर हेर्नुभयो भने त यहाँनिर चाहिँ सरी फ्रेम यहाँनिर फ्रेम सर्च गर्नुभयो भने त ल हेर्नुहोस् यस्तो खालको फ्रेमहरू देखाउँछ हेर्नुहोस् जस्तो तरिकाले पनि राख्न मिल्यो जस्तै मानिलियो कि एउटा इक्जाम्पलको दिउँ तपाईँलाई मैले जस्तै यहाँ गोलोवाला राखौँ न त गोलोवाला राखौँ यसलाई रिसाइज गर्न मिल्यो यसरी हेर्नुहोस् है यहाँनिर राख्नु पर्यो जस्तै मानिलियो कि मेरै फोटो राखिदिउँ न त होइन मेरै फोटो राखिदिउँ जस्तै मानिलियो कि यहाँनिर चाहिँ मेरो फोटो राखिदिउँ भने पनि जस्तै यो तरिकाले राख्न मिल्यो अब यहाँ जस्तो साइजको पनि गराउन सक्यो तपाईँको आफ्नो आवश्यकता अनुसार जुन लेभलमा पनि गर्न सक्नुहुन्छ है यो तरिकाको चाहिँ छ यो यति युज टु छ कि अब यसलाई चाहिँ तपाईँले युज गर्नको लागि एकदम सजिलो छ हेर्नुहोस् अब यहाँनिर चाहिँ फोटोको साइज गर्नको लागि चाहिँ यो गर्न सक्नुहुन्छ होइन यो तरिकाले गर्न सक्यो अब यसमा चाहिँ अलिकति थोरै बोर्डर ल्याउनु पऱ्यो भने पनि यहाँनिर छ हेर्नुहोस् है ल हेर्नुहोस् यो तरिकाले गर्नु सक्छ यसको कलर चेन्ज गर्नु पऱ्यो यहाँनिर गएर गर्न सक्नुहुन्छ सिम्पल छ एकदम सिम्पल छ यो जति सिम्पल सफ्टवेयर अहिलेसम्म मैले देखेको थिएन हेर्नुहोस् है यो तरिकाले सर्टिफिकेटवाला गर्न सक्छ जस्तै तपाईँले चाहिँ अब सबैजनाको एउटा के रहर हुन्छ भन्दाखेरि बिजनेस कार्ड बनाउने होइन कतिजनाको रहर छ भन्नुहोस् त बिजनेस कार्ड बनाउने होइन कतिपय साथीहरूको चाहिँ बिजनेस कार्ड पनि हुन्छ अभियसली तर पनि नभएको साथीहरूलाई चाहिँ रहर हुन्छ कि बिजनेस कार्ड बनाउने अब मानिलियो कि अब यहाँनिर गएर सर्च गर्नुभयो बिजनेस कार्ड बुझिराख्नु भएको छ नि होइन तपाईँलाई केही सोध्नु छ भने पनि इजिली सोध्न सक्नुहुन्छ है त प्रोफेसनल बिजनेस कार्ड यहाँ गएर चाहिँ सक्नु यो टेम्प्लेट आएर है यो टेम्प्लेट भन्दै कुनै पनि टेम्प्लेट तपाईँलाई मन पर्यो तपाईँले ठ्याक्क पिकअप गर्न सक्नुहुन्छ अनि त्यही अनुसारले गर्न सक्नुहुन्छ जस्तै मानिलियो कि आजको दिनमा ल यसैलाई गरौँ है त एडिट गरौँ है त
अब कसको बिजनेस कार्ड बनाउने भन्नुहोस् त भन्नु मेरो भन्नुहोस् न एकजना साथीले अनि बरा सरकै बनाउनु उहाँ नै बिजनेस आउनु बोरा ल भन्नुहोस् त ल नाम भन्नुहोस् त सर एकजना साथीले नाम भन्नुहोस् न कसको नम्बर इक्जाम्पल हालिदिउँ न जसको भयो भने इक्जाम्पल ल मान्ने कि मेरै नाम राखिदिउँ न के छ र अँ, डिआर ल हेर्नुहोस् यसरी चाहिँ सजिलै भयो नाम भयो अब मार्केटिङ म्यानेजर जस्तै मैले सोसल मिडिया स्पेशलिस्ट SPEACIALIST स्पेशलिस्ट सोसल मिडिया स्पेशलिस्ट भनेर चाहिँ राखेँ अब यो भयो अब मेरो नम्बर चाहिँ राखौँ है जस्तै +9779847015063 यो भयो अब मेल राखौँ सिम्पल छ हेर्नुहोस् त कति सजिलो छ हेर्नुहोस् यो सजिलो यस्तो सजिलो छ यो तरिकाले हामीले युज गर्न सकिन्छ हेर्नुहोस् है अब तपाईँहरूको मध्ये कसैको कार्ड बनाउनु छ भने पो भन्नु होला है मैले बनाइदिइहाल्छु भर्खरै है सो अब यसमा चाहिँ के गरौँ भन्दाखेरि DR 51 @ देखिराख्नु भएको छ नि होइन बुझिराख्नु भएको छ नि होइन कुरा सिम्पल छ है यसमा चाहिँ तपाईँले चाहिँ वेबसाइटमा चाहिँ DRBATTARAI.com अब एड्रेसमा बुटवल 8 रूपन्देही नेपाल यति सिम्पल छ हेर्नुहोस् अब यहाँ लोगो हटाउँ यहाँ लोगो मेरै लोगो राखिदिउँ अब लोगो कसरी राख्ने भन्ने कुरा चाहिँ तपाईँलाई अलिकति हुनसक्छ कन्फ्युजन हुनसक्छ जस्तै यहाँनिर चाहिँ अपलोड भन्ने अप्सन देख्नुभयो हो यहाँ अपलोड गरेर चाहिँ तपाईँले चाहिँ जस्तै आफ्नो जे पनि फाइल छ नि यहाँबाट चाहिँ अपलोड गर्न सक्नुहुन्छ कि होइन त्यो अपलोड गरिसके पछाडि हो यहाँनिर आएर बस्छ हेर्नुहोस् है इमेज भयो यहाँ इमेजमा आउँछ अनि त्यसपछि भिडियो भयो यहाँ आउँछ अडियो भयो यहाँ आउँछ हेर्नुहोस् है अनि त्यस पछाडि तपाईँले आफ्नो आवश्यकता अनुसार गर्न सक्नुहुन्छ है मैले तपाईँलाई देखाउँछु यहाँनिर आफ्नो गरेर ल हेर्नुहोस् है यसै अब ल हेर्नुहोस् त अब यसलाई चाहिँ ठ्याक्क यहाँ गाइडलाइन पनि हुन्छ जस्तै यहाँ बिचमा राख्नको लागि ल हेर्नुहोस् त कस्तो राम्रो देखियो होइन अब यसलाई कलर मिलाइदिउँ आफ्नो चाहिँ ब्रान्ड लोगो कलरको अनुसार होइन अब यहाँ कलर मिलाउनको लागि जस्तै तपाईँले के गर्नुभयो जस्तै मान्यो कि अब यो कलरलाई चाहिँ हामीले आफ्नो कलर अनुसार मिलाउन सकिन्छ है यो चाहिँ पछाडिपट्टिको यहाँ सेलेक्ट गरिसके पछाडि यहाँनिर चाहिँ कलर देखाउँछ हेर्नुहोस् है यहाँ जाने अनि त्यस पछाडि अब यहाँनिर गएर एड न्यू कलर भनेछ यसलाई चाहिँ क्लिक गरेर हो यसलाई गएर जस्तै कुनै पनि ठाउँको चाहिँ गएर चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ ल हेर्नुहोस् भयो नि होइन यो तरिकाले गर्न सकियो अब यसलाई पनि हेरौँ यसलाई पनि त्यही गरिदिउँ यसलाई पनि त्यही गरिदिउँ यसलाई पनि त्यही गरिदिउँ बुझिराख्नु भएको छ नि होइन क्लियर छ क्लियर छ सेभ चाहिँ माथि सेयरिङमा हो सर हजुर सेभलाई अब यसलाई सेभ गर्नु पर्यो अब सेभ गर्न कसरी गर्ने है अब यो पछाडिपट्टिको चाहिँ यसमा पनि हामीले लोगो राखिदिउँ न त हामीकै लोगो राखिदिउँ होइन के छ र यसलाई कपी गर्ने सेकेन्ड पेजमा जाने पेस्ट गरिदिने होइन हामीले आफ्नो आवश्यकता अनुसार जे पनि राख्न सक्यो है अब जस्तै अब यो हामीहरूको यहाँ गाइडलाइन देख्नुभएको लाइन देख्नुभएको छ यो लाइन देख्नु हो यो बिचमा मिलाएर राख्नु पर्यो अब तपाईँलाई चाहिँ यो कन्फ्युजन भयो कि ल यो बिचमा छ कि छैन भनेर गाइडलाइनर पनि आएन अब यसलाई सेलेक्ट गरिसकेपछि यहाँनिर पोजिसन भन्ने हुन्छ कि बुझ्नुभयो
जस्तै मानिलिउँ कि यसलाई चाहिँ ल यो भयो। अब यो त हामीलाई यसो देख्दाखेरि चाहिँ यहाँ कता कता कन्फ्युजन भइयो कि हामीले चाहिँ यहाँ चाहिँ बिचमा छ कि छैन भने कन्फ्युजन भइयो कि अहिले के गरिदिउँ मिडलमा जाऊँ अनि सेन्टरमा राखिदिउँ। बुझ्नुभयो कुरा यो भइसकेपछि यता सर पोजिसन भन्ने सिग्नल कहाँ देखाउँछ सर? ऊ यहाँनिर देखाउँछ हेर्नुहोस् त ए हजुर। पोजिसन यहाँ। जस्तै तपाईँले के गर्नुभयो जस्तै यस्तो हुन्छ होइन। अब यो नर्मली कन्डिसनमा यो हुन्छ, नर्मली कन्डिसनमा यो हुन्छ है। नर्मली कन्डिसनमा यो भइसकेपछि अब यसलाई सिलेक्ट गरिसकेपछि ऊ यहाँनिर पोजिसन भन्ने हुन्छ। पोजिसनमा गएर चाहिँ जस्तै अब तपाईँले अर्को कुरा पनि तपाईँलाई मैले सिकाउँछु, लेयर वाइज हुन्छ है। जस्तै अब तपाईँ कुन लेयरमा राख्ने, जस्तै अब यसलाई चाहिँ पछाडिपट्टि राख्नु पऱ्यो भने त तपाईँको ब्याकग्राउन्ड कलर चाहिँ गरेर सरी यहाँ चाहिँ यो ब्याकग्राउन्डवाला जस्तै मैले एउटा सिम्पल यतापट्टि दिन सकिन्छ है। जस्तै अब यहाँनिर छ नि यो लेयर छ नि, यो लेयरमा चाहिँ कुन मान्छे चाहिँ कस्तै जस्तै डिआर भट्टराई भन्ने छ नि, यसलाई पछाडिपट्टि लुकाउन पनि सकिन्छ कि कसरी लुकाउन सकिन्छ ल हेर्नुहोस्। अझै लुक्यो नि होइन, यो किन लुक्यो भन्दा पछाडिपट्टि गयो यो। यसलाई चाहिँ माथि ल्याउनुको लागि के गर्नु माथिपट्टि ड्र्याग गरिदिनु, यो तरिकाले गर्न सकियो है। अब यो सिम्पल छ। अब यसलाई सेभ गर्नु पर्यो, सेभ गर्नको लागि सिम्पल छ, सेयरमा जाने अनि यहाँनिर डाउनलोड गर्ने, डाउनलोड भन्ने देख्नुभएको छ नि होइन। देखेछ। ओके अब यसमा क्वालिटीहरू हुन्छ, साइज हुन्छ। तपाईँ यसलाई चाहिँ साइज म्याक्सिमम साइज गराइसकेपछि प्रिन्टिङ क्वालिटी पनि राम्रो आउँछ, जसमा चाहिँ तपाईँले चाहिँ त्यही तरिकाले गर्न सक्नुहुन्छ है। अब यहाँनिर चाहिँ के छ भन्दा पिएनजी सजेस्टेड भनेको छ। जस्तै हामीले प्रिन्टिङ गराउने नै हो भने पनि तपाईँको यहाँनिर चाहिँ छ, जस्तै पिडिएफ बेस्ट फर प्रिन्टिङ भनेर लेख्नुभएको छ तपाईँले यहाँनिर लेखेको देखेछ। उसमा सेलेक्ट गर्ने। अब जस्तै यहाँनिर चाहिँ यो आरजिबी भनेको चाहिँ बेस्ट फर डिजिटल युज भनेको छ। डिजिटल युजमा चाहिँ छोडेर तलपट्टि सिएमवाइके भन्ने छ, यो भनेको प्रिन्टिङको लागि हुन्छ है। तपाईँको बेस्ट फर प्रोफेसनल प्रिन्टिङमा सेलेक्ट गरेर अनि तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। बुझ्नुभयो? यो भनेको एउटा बेसिक भयो कि होइन, आफ्नो बिजनेस कार्ड बनाउने यो चाहिँ बेसिक भयो। अब कोही साथी हुनुहुन्छ आफ्नो प्र्याक्टिस गर्न चाहने, यहाँसम्म क्लियर छ? अब जस्तै अब यसलाई कस्तो भयो हेरौँ है त। यो त डाउनलोडै भएको छैन सर, अनि डाउनलोड गर्नु पर्यो नि त पहिले। डाउनलोड भयो ल हेर्नुहोस्, भइसक्यो सर, ल हेर्नुहोस् डाउनलोड आइसक्यो। देख्नुभयो यसरी चाहिँ डाउनलोड होइन मतलब हामीले तपाईँलाई देखाउनलाई त यहाँ हाम्रोमा सफ्टवेयर छैन नि त डाउनलोड भएको। मैले तपाईँलाई सिकाउँछु नि त। होइन त्यसको लागि हामीले त्यस गाडी प्र्याक्टिस गर्न सक्यो। ठिक छ, अहिलेसम्म बुझिँदैछ त्यो सफ्टवेयर चलाउनु कुराहरू। अब मैले तपाईँलाई चाहिँ अब एकजना साथीको हजुरको यो गरिसकेर अनि हामीले यो डेली रेकर्डेड भिडियो हालिदिएपछि हामी फेरि दिनभरि प्र्याक्टिस गर्न सक्यो। होइन आज एकजनाले प्र्याक्टिस गरौँ है त कन्फिडेन्सको लागि है त। को आउन चाहनुहुन्छ भन्नुहोस् त? म आउन चाहन्छु तर मेरोमा सफ्टवेयर पो छैन त। ल तपाईँले तपाईँ गुगलमा डाइरेक्ट सर्च गर्दा पनि आउँछ सर। मैले तपाईँलाई सिकाउँछु है त सर। तपाईँलाई मैले एडमिन दिन्छु है त, रोक्नुहोस् है त पहिला, त्यस पछाडि मेक को होस्ट। ओके ल ल को होस्ट गराइदिएँ। अब तपाईँले चाहिँ स्क्रिन सेयर गर्न आउँछ सर तपाईँलाई हजुर। तलपट्टि हरियो कलरको सेयर भन्ने अप्सन देख्नु भएको छ यहाँनिर, देखेँ। हो त्यहाँनिर गएर क्लिक गरिसके पछाडि ऊ त्यहाँनिर चाहिँ तपाईँको सेयर डेस्कटप सेयरिङ भन्ने चाहिँ अप्सन आउँछ यहाँ। डेस्कटप भन्ने डेस्कटप कतातिर सर? सेयर साउन्ड आयो, सेयर जुम विन्डो आयो, सेयर स्क्रिन पनि हुनसक्छ होला। सेयर स्क्रिन भन्ने हुन्छ कि सेयर स्क्रिन भन्ने हुन्छ कि सेयर स्क्रिन स्क्रिन चाहिँ आयो। हो त्यसलाई चाहिँ गर्नुहोस् त, सेयर गर्नुहोस् त हजुर। सेयर गरिदिएर ल ओके ल ओके ल। अब तपाईँ उसमा जानुहोस्, गुगल क्रोममा जानुहोस् त। ओके गुगल क्रोममा जानुहोस्, क्यानभा हान्नुहोस् त्यहाँनिर है, canva.com हान्नुहोस् त। ल इन्टर हान्नुहोस्। ल अब तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि अब तपाईँले गुगलमा चाहिँ गएर चाहिँ जस्तै गुगलबाट चाहिँ कन्टिन्यू गर्नुहोस् त। गुगलबाट चाहिँ गुगलको चाहिँ जिमेलबाट कन्टिन्यू गर्नुहोस् त। हो त्यो जस्तो कन्टिन्यू एज अ गोडजिल्ला आई थिङ्क त्यही नै होला प्रोनाउन्सिएसन। खतरा नाम राख्नु भएको छ हो सर यो नाम के तपाईँले चाहिँ यो गोडजिल्ला, मैले त्यो प्रोनाउन्सिएसन गर्न नि गाह्रो के। कन्टिन्यू एज अ होइन यो यतापट्टि
हेर्नुहोस् त निलो 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 कन्टिन्यू एज अ यो निलो कन्टिन्यू हजुर ए ओके रोक्नुहोस् है त भयो ल भयो ल हामीहरूको सिकाइ मोड यही नै हुन्छ तपाईँहरू नआत्तिनु होला ओके अब नेक्स्ट गर्नुहोस् त तल स्क्रल डाउन गर्नुहोस् त स्क्रल डाउन छ हजुर स्क्रल डाउन गर्नुहोस् त डाउन कति हो त बिचमा बिचमा जुन चाहिँ लाइन छ नि हो त्यसलाई गर्नुहोस् त ए ल चाहिँ अँ अँ जस्तै अब बिजनेस स्मल बिजनेसमा क्लिक गर्नुहोस् त अँ ल मार्केटिङ एन्ड एडभर्टिजमेन्ट भन्ने त्यो तरिकाले गर्न सक्नुहुन्छ उसले अलिअलि गरेको छ कि ओन्ली मी गर्नुहोस् अनि कुनै पनि सिलेक्ट गर्दा हुन्छ मल्टिपल सिलेक्ट गरेर मिल्दैन सर यसमा फेरि अँ यसलाई स्किप गरिदिनु न ऊ यहाँ माथिपट्टि स्किपको बटन छ नि हो त्यसलाई गरिदिनु त माथिपट्टि माथि स्किप गरिदिनु यो हो त्यस स्किप ठिक गरिदिनु छ एउटा कुनै हालिदिउँ न त ल ल सेल्स एन्ड मार्केटिङ अथवा त्यही गर्नु सेल्स एन्ड मार्केटिङ गरिदिनुहोस् कुनै पनि गर्नुहोस् स्किप स्किप गरिदिनु झ्याउला यो प्रोसेस हुँदैछ ल आई प्रिफर माई प्रिफर यो ट्रायल फ्री ट्रायल गर्नुहोस् ल स्किप गरिदिनु त यसलाई अब सन यसलाई स्किप गरिदिनु त नेक्स्ट गरिदिउँ माथि स्किप गरिदिनु स्किप गरिदिउँ हजुर तिम्रो खानु ल सर यो प्रोसेस चाहिँ क्यानभा नभएको कारणले हो तब अहिलेसम्म उहाँले चाहिँ क्यानभा युज नगरेको कारणले गर्दा यो प्रोसेस गरेको है अब जस्तै अब तपाईँले ऊ यतापट्टि साइडमा चाहिँ साइड बारमा जस्तै तपाईँले टेम्प्लेट भन्ने देख्नुभयो टेम्प्लेट्स ऊ यता क्रिएट भन्ने प्लस देख्नुभयो होला क्यानभाको साइडमा यहाँ हो तलपट्टि जानुहोस् त टेम्प्लेट्स भन्ने देख्नुहोस् हेर्नुहोस् टेम्प्लेट्स भन्ने छ अब यहाँ चाहिँ के छ भन्दाखेरि ऊ यहाँनिर चाहिँ तपाईँ माथिपट्टि टपिक्स देख्नुभयो होला होइन तपाईँको चाहिँ बिजनेस सोसल मिडिया एजुकेसन भिडियो मार्केटिङ होइन अब तपाईँले बिजनेस अब माथिपट्टि अझै माथिपट्टि एकपटक हेर्नुहोस् त सर्च गर्नु सर्च थाउजन्ड्स अफ टेम्प्लेट भन्ने छ हो त्यहाँ चाहिँ आजकै उयो गरौँ बिजनेस कार्ड भनेर लेख्नुहोस् यहाँसम्म बुझ्नुभएको छ नि सबैजनाले होइन यही हो बिजनेस कार्ड टेम्प्लेट हजुर हजुर बुझ्नु भएको छ नि होइन सर बुझिरहेको मान्छे ओके ओके केही पनि नबुझेको छ भने तपाईँले इजिली चाहिँ फिल फ्री टु आस्क एनिथिङ है रिगार्डिङ ट्रेनिङ है ओके नेट स्लो रहेछ क्या सरको तर फेरि यतापट्टि फेरि क्लियरली आवाज आइरहेको छ फेरि भन्नु त अब नेक्स्ट अब यहाँनिर चाहिँ देखाउनु पर्छ है अल क्यानभा टेम्प्लेट्स देखाउँछ है सर्च गर्नुहोस् त अझै एकपटक अझै गर्नु सर्चमा माथिबाट यो बल्ल देखायो ल यसलाई इन्टर गर्नु त इन्टर गर्नु ल हेर्नुहोस् अब यसमध्ये चाहिँ जस्तै अब त्यहाँनिर चाहिँ क्राउनवाला देखाएको छ नि कुन चाहिँ क्राउनवाला जुन चाहिँ तपाईँ टेम्प्लेटमा क्राउनवाला प्रोवाला अथवा त्यसलाई देखाइदिएको छ नि हजुर त्यो चाहिँ युज गर्न मिलेन हामीहरूले जुन चाहिँ तपाईँको देखाएको छैन नि हो त्यो चाहिँ युज गर्न सकियो क्या हामीले यो मान्छे भएको युज गर्न मिल्यो मिलेन यो अल्फ्रेडो हो यो चाहिँ मिल्यो यसलाई सिलेक्ट गर्नुहोस् हजुर हुन्छ यसमा मिल्यो ल अब तपाईँले कस्टमाइज प्रो भनेको चाहिँ मिल्दैन हैन सर मिल्दैन अहिले तपाईँको पे गर्नुपर्छ सब्सक्रिप्सन गरिसकेपछि मात्रै मिल्छ तपाईँले चाहिँ यतापट्टि मलाई व्हाट्सएपमा मेसेज गर्नु होला मैले तपाईँलाई चाहिँ यसको गरौँला है ल अब कस्टमाइज दिस टेम्प्लेट गर्नुहोस् त सर कस्टमाइज यो हजुर अब हेर्नुहोस् त तपाईँले चाहिँ अब त्यहाँनिर चाहिँ आफ्नो नाम लेख्नुहोस् पेज 1 मा जानुहोस् त पेज 1 मा तपाईँको आफ्नो नाम लेख्नुहोस्
अब यसलाई चाहिँ साइज कम गर्नु पर्यो अब कसरी गर्ने आइडिया पाउनुभयो कि यहाँबाट हो कि यस्तो अब त्यसलाई चाहिँ अब त्यसलाई चाहिँ यतापट्टि तानिदिनुहोस् अब त्यसलाई भयो अब अलिक थोरै तपाईँले साइज बढाउन सक्नुहुन्छ ऊ त्यो माथिपट्टि छ नि प्लस गरिदिनुहोस् त अझै प्लस गरिदिनु त ऊ माथिपट्टि ए को साइडमा चाहिँ छ नि 6.1 5.2 यस्तो यस्तो देखाएको छ नि 6.6 देखाएको छ नि कता भन्नु त यहीँ माथिपट्टि यो ए यहाँनिर अझै अझै माथि अझै माथि हो यता अझै यतापट्टि जानु त ए यहाँ हो हजुर 6.6 हो यसलाई बढाउनुहोस् त अझै बढाउनु ल दाजु ठ्याक्क देखियो नि त होइन ल अब तपाईँ जनरल म्यानेजर भयो अब तपाईँको आफ्नो आफ्नै बिजनेसको नाम बनाउनुहोस् तपाईँको पोस्ट के छ तपाईँको त्यहाँ उसमा अगाडिपट्टिको क्यापिटल लेटर गरौँ प्रोभाइडर ओके छ ल अब तपाईँको तलपट्टि आफ्नो नम्बर सेट गर्नुहोस् नम्बर सेट गर्नुहोस् ओके अब त्यहाँनिर इमेल राख्नुहोस् सबैजना साथीहरूले बुझिराख्नु भएको छ नि होइन यस अर नो त भन्नुहोस् न यस सर यो इन्टरेक्टिभ हुनु पर्यो कि त तपाईँले च्याट सेक्सनमा लेख्नुहोस् यस भनेर लेख्नुहोस् होइन कि त तपाईँ बोल्नुहोस् कि त एक्लै भूत जस्तो बोल्दाखेरि जस्तो खासै हुँदैन कि इफेक्टिभ हुँदैन कि होइन अब त्यहाँ फोटो चेन्ज गर्नुभयो अब फोटो चेन्ज गर्नमा मैले के सिकाएको थिएँ तपाईँले तर त्यसले त्यो नगर्नु सर ऊ यतापट्टि अपलोड सेक्सनमा जानुहोस् अपलोड सेक्सनमा यो यसलाई चाहिँ यो क्रस गरिदिनु त एड टेक्स्टवालालाई यो हजुर ओके अब अपलोड फाइल्स भन्ने जानुहोस् माथिपट्टि तपाईँ कम्प्युटरबाट कुनै पनि एउटा चाहिँ फोटो राख्नुहोस् न त कुनै पनि एबिसी अब जे पनि तपाईँको फोटो यही राख्दै हुन्छ है यही राखिदिनुहोस् यो सही मिस यही ओपन गरिदिउँ हुन्छ ल अपलोड भयो नि त होइन ल अब त्यसलाई ड्र्याग एन्ड ड्रप गरिदिनुहोस् ल हेर्नुहोस् त्यसको साइज मिलाउन के गर्नुपर्छ थाहा छ त्यसलाई डबल क्लिक गर्नुहोस् त्यसलाई अब त्यसमा चाहिँ अब त्यही तरिकाले गर्न सक्नुहुन्छ है ल हेर्नुहोस् ल त्यहाँ चाहिँ के भइदियो थाहा छ तपाईँको त्यहाँनिर चाहिँ तपाईँको ऊभन्दा साइजभन्दा ठुलो गराउनु भयो बुझ्नुभयो अब फेरि डबल क्लिक गर्नुहोस् त होइन त्यो इमेजमा डबल क्लिक गर्नुहोस् त अब त्यसलाई चाहिँ स्मल साइज गराउनु भित्रकोलाई हजुर यहाँबाट हजुर माथिबाट पनि गर्नुहोस् त माथिबाट अहिले स्मल छ सर सब यत्रै छ ओके ल ठिक छ त्यो साइज नमिलेर पनि हुन्छ कहिले काहीँ हो यही तरिकाले चाहिँ हामीहरू चाहिँ गर्ने छ है त सो अब तपाईँले चाहिँ त्यसलाई चाहिँ जुनसुकै ठाउँमा आफूलाई चाहिँ त्यहाँनिर चाहिँ एप्रोप्रिएट गरेको त्यहाँनिर गाइडलाइन पनि हुन्छ तपाईँको के छ भन्दाखेरि गाइडलाइनहरू के कसरी चाहिँ हेर्ने भन्दाखेरि ऊ यतापट्टि तपाईँको चाहिँ उसमा जानुहोस् त फाइल भन्ने ठाउँमा जानुहोस् त माथिपट्टि माथि अझै माथि हो त्यसमा ऊ त्यहाँनिर चाहिँ तपाईँ सेटिङमा जानुहोस् सो रुलर्स एन्ड गाइड्स भन्ने छ नि गर्नुभयो अब यसले के गर्छ भन्दाखेरि जस्तै तपाईँलाई चाहिँ सजिलो के हुन्छ भन्दाखेरि डिजाइन गर्न ऊ यतापट्टि साइडमा रुलर देखे जस्तो देख्नु भएन हो त्यसको साइडमा
हो त्यसैलाई लगेर चाहिँ लाइन तानेर चाहिँ उतालाई ड्रप गर्न सकिन्छ कि त्यसले गर्दा के हुन्छ फिनिसिङ राम्रो आउँछ कि बुझ्नुभयो कुरा त्यो ऊ यता माथिपट्टि साइडमा सर यतातिर त होइन नि होइन होइन मैले तपाईँलाई स्टप गर्नुहोस् त स्क्रिन स्टप गर्नुहोस् त मैले तपाईँलाई सिकाउँछु यताबाट ल कहाँ छ स्टप गर्नु त रोक्नुहोस् है त मैले तपाईँलाई चाहिँ ल देख्नुभयो मेरो स्क्रिन देख्नुभयो अस्मिता म्याम हजुर देख्यौँ सर ओके ल अब त उहाँलाई सिकाउन खोजेको मैले तपाईँलाई भन्छु है त जस्तै यहाँनिर रुलरको महत्त्व के हुन्छ भन्दाखेरि जस्तै यहाँनिर भयो नि जस्तै माने कि अब डिजाइन गर्दाखेरि कहिले काहीँ के हुन्छ भन्दाखेरि तल माथि भइदिन्छ कि यसले गर्दाखेरि ठ्याक्क जस्तै मानौँ नि यहाँ हेर्नुहोस् जस्तै डिजाइन गर्दाखेरि यो रातो लाइन देख्नुभयो तपाईँले पिङ्क पिङ्क कलरको हजुर यो आयो नि होइन यो भित्र गर्नुपर्ने हुन्छ कि हामीले डिजाइन गर्दाखेरि किनभने यो गऱ्यो भने प्रोपरली चाहिँ भित्रपट्टि आयो भने पो हामीहरूको कन्टेन्ट राम्रोसँग देखिन्छ अब यो भइहाल्यो होइन अब यो यतापट्टिबाट यो गर्न सक्यो अझै अर्को लाइन तान्न सकिन्छ यतापट्टिको लाइन ल हेर्नुहोस् अब माथिबाट पनि यस्तै गरेर यहाँ गर्न सकियो फेरि सर त्यो रुलर हामीले के आधारमा राख्यौँ जस्तै हाम्रो साइज हुन्छ त्यो अनुसार राख्यौँ कि यो के हुन्छ भन्दाखेरि जस्तै यहाँनिर तपाईँले देख्नुभयो नि जस्तै तपाईँको यहाँनिर यो भइसके पछाडि हामीहरूले के बुझ्नुपर्छ भन्दाखेरि जुन भित्रपट्टिको एउटा बक्स बन्यो नि हजुर हामीहरूको जुन मेन कन्टेन्ट हो त्यो भित्र हुनु पर्यो कि किन यो हुनु पर्यो भन्दाखेरि किन ल्याउनु खान भनेको थिएन उता राखेर भनेपछि अघि हामीले क्यामेराबाट जुन लियौँ होइन सर हजुर, त्यो साइज अनुसार नै हामीले रुलर राख्नु पर्यो हजुर हजुर रुलर यसमा पनि इटसेल्फ आफै गाइड दिएको हुन्छ त कहिले काहीँ के हुन्छ भन्दाखेरि यसमा पनि मिस्टेक भइदिन्छ जस्तै मानिलिनु अब एउटा सिम्पल इक्जाम्पल दिन्छु जस्तै यो छ नि यो गइसकेपछि ठ्याक्क तपाईँको लाइनमा चाहिँ देखाउँछ कि यो सार्दा हजुर यो भन्यो जस्तै अब जस्तै यसलाई चाहिँ छ नि जस्तै मानिलिनु कि यो यसको साइज देख्नुभयो तपाईँले होइन यसलाई बाहिर कहिले काहीँ यस्तो भयो यो भएर चाहिँ राम्रो हुँदैन के गर्नु पर्यो यसलाई चाहिँ ठ्याक्क गर्न ल हेर्नुहोस् देख्नुभयो ठ्याक्क उसमा लाइनमा आउँदाखेरि ल हेर्नुहोस् हो यो तरिका यसको महत्त्व यो छ भनेको मतलब हामीले कुनै पनि डिजाइन गर्दाखेरि हो यो बक्सभित्र चाहिँ हुनु पर्यो हामीहरूको कन्टेन्ट यो चाहिँ हामीले ख्याल गर्नु पर्यो बुझ्नुभयो ल अब यही प्र्याक्टिस कसले गर्न चाहनुहुन्छ अर्को भन्नुहोस् त यो सेसनमा जसले लजायो नि ऊ चाहिँ उसले सिक्दैन कि म गर्छु भनेर भन्नु पर्यो कि ल सर तपाईँ कम्प्लिट गरौँ त सर म ट्राई गरौँ त उहाँ सरको कम्प्लिट गरौँ मेरो भन्नु त रुलर ल्याउने आइडिया थाहा पाउनुभयो कहाँ पो थियो भन्नु त म यतातिर बिजी भयो त फाइलमा जाने साइडमा फाइलमा ओके होइन फाइलमा अलरेडी आइसकेको छ म्याडम उसको उहाँको हेर्नु त आइसक्यो। साइडमा रुलरको देख्नुभयो रुलरको जस्तै सेन्टिमिटरवाला हजुर देखेँ हो त्योबाट चाहिँ तान्नुहोस् के यहाँनिर त होइन नि होइन सरले अझै पनि देख्नु भएन धर्का जस्तो छ कालो कालो धर्का जस्तो ठ्याक्क ग्राइन्डरको यतापट्टि हो त्यो त होइन त्यही सर बिचमा जुममा ओपन गर्नु मैले तपाईँलाई अझै सिकाउँछु है त फेरि एकपल्ट यहाँ त कलरको भयो होइन सुन्नु तपाईँ क्रोम छोडिदिएर जुममा जानुहोस् त ल भन्नु देख्नुभयो मेरो स्क्रिन अँ देख्नुभएको छ नि होइन हो यो मैले जुन लाइनको कुरा गरेको थिएँ नि यो लाइनको हो यो चाहिँ यतापट्टि जान्छ है ल तपाईँलाई मैले फेरि देखाउँछु तपाईँको स्क्रिन तपाईँ चाहिँ आयो म मात्रै आएर सरको पनि आइरहेछ स्क्रिन आइरहेछ नि होइन आइरहेछ सरले आछ त्यसो पाउनु भएन कि जस्तो लाग्यो मलाई एक्चुअली यो स्टार्टिङबाट गर्नु सर त्यो रुलर त्यो देखिँदै देखेन कि रुल देख्नु भएन फाइलबाटै सुरु गर्नु न एक्चुअली अब फाइलमा जाने सेटिङमा जाने सेटिङमा जाने अनि अनि त्यस पछाडि सो रुलर्स एन्ड गाइड्स भन्ने छ बुझ्नुभयो यो गरिसकेपछि अहिले घट्यो हेर्नुहोस् अब फेरि गरौँ सेटिङमा जाने अनि त्यस पछाडि रुलर्स एन्ड गर्ने यसको महत्त्व के त भन्दाखेरि जस्तै यसलाई चाहिँ हामीले ठ्याक्क यहाँनिर राखेर हामीले एउटा गाइडको रूपमा चाहिँ गराउन सकिन्छ सिम्पल छ यसको चाहिँ यस्तो गर्ने यसलाई चाहिँ तानेर चाहिँ सेलेक्ट गरेर तानेर चाहिँ तल ल्याउने बुझ्नुभयो हजुर बुझेँ सर सरले बुझ्नुभयो सबैजनाले बुझ्नु भएको छ नि होइन
मैले चाहिँ बुझेँ सर। बुझियो सर, बुझियो। बुझेको छु। अनुपजीले बुझ्नुभयो? बुझियो सर। विष्णु सरले? बुझिरहेको छु मैले त्यो चाहिँ फोटो अपलोड गर्ने कुरा मैले गराइरहेको थिएँ यसरी प्यारलली अब फोटो ओके, अपलोडकोमा चाहिँ अलिकति उ भयो महेश सरले नि बुझ्नु भएको छ? महेश सर? म हेर्दैछु, बुझिरहेको छु, मैले यसो हेर्दैछु। ओके, अनि त्यस पछाडि सुमन सरले त बुझ्नु भएको छ। अनुपजीले? भीम सर? बुझियो सर, बुझियो। भीम सर? हजुर बुझिरहेको छु पुरा क्लियर हुनु पर्यो है। म एकदम म अगाडि पनि तपाईँहरू चाहिँ फेरि पछाडि पछाडि भयो भने त फेरि मजा आउँदैन कि होइन। यो जस्ट आज एउटा चाहिँ एउटा भनौँ न बिजनेस कार्ड बनाउन हामीले सिकियो है क्यानभाबाट। अब कसैले चाहनुहुन्छ ल म चाहिँ अझै कन्फ्युजन छु, म मेरो आफ्नै स्क्रिनबाट चाहिँ देखाउन चाहन्छु भने चाहिँ कोही हुनुहुन्छ? म ट्राई गरौँ है। ओके, सन्तोष सरले ट्राई गर्ने। त्योभन्दा पहिला नि, सर फन्ट निरोला सर भन त तपाईँले चाहिँ आफ्नो स्क्रिनलाई चाहिँ बन्द गर्नुहोस् त। अब यो भयो स्क्रिन सेयरिङ बन्द गर्न चाहिँ कसरी स्टप गर्नु? गरिदिउँ हजुर, स्टप गरिदिउँ यसलाई स्टप गरिदिनुहोस्। अर्को साथी हाम्रो सन्तोष सरले सिक्ने। सन्तोष सर हजुर ल आफ्नो स्क्रिन सेयर गर्नुहोस् त। तपाईँलाई मैले को होस्ट बनाइदिन्छु है त पहिला। यसमा सेयर आछ। ए आयो आयो, ल ल ठिक छ, यत्तिकै पनि मिल्ने रहेछ। ल ल जानुहोस् त, उसमा जानुहोस्, क्रोममा जानुहोस् अथवा कुनै पनि एउटा चाहिँ सर्च इन्जिन उसमा जानुहोस्, क्रोममा चाहिँ जानुहोस्। ल त्यहाँनिर क्यानभा हान्नुहोस् त। ओके ल यो सुरुको भयो है। हजुर, एकदम स्लो भइरहेछ नेट छ। आफ्नो ओके थोरै थोरै नेट चाहिँ फास्ट गराउनु पर्यो है। कसरी दौडान मिल्छ? नेट एकदम नेट स्लो भयो। नेट स्लो भएर होला। त्यसलाई क्रस गरिदिनुहोस् त सर। यसलाई क्रस गरिदिनु त। यो अगाडिपट्टि देख्यो, फेरि गर्नुहोस् त। पहिले उसमै जानुभयो तपाईँ। मैले जस्ट त्यसलाई त्यो पेजलाई मात्रै क्रस गर्न खोजिरहेको थिएँ। च्याट जिपिटीमा होइन, पहिला क्यानमा। च्याट जिपिटीलाई नि कसरी प्रयोग गर्ने मैले त्यो पनि सिकाउँछु है त कन्टेन्ट लेख्नमा। ल सर माथि नेट चलेको छैन हजुर सर हजुर, माथि नेट आएको छैन आएको छ ए उतापट्टि रहेछ है। ल अब तपाईँले के गर्नु भन्दाखेरि मेरो मेरोमा त यस्तो स्लो त छैन त हो सर, किन यस्तो भयो? मेरो एकदम स्लो भइरहेछ। ल अहिले मलाई सर ठिक ऊ त्यहाँ सर्चमा गएर चाहिँ सर्च मिलियन्स अफ टेम्प्लेटमा गएर तपाईँले चाहिँ गर्नुहोस् त, के अरे बिजनेस कार्ड भनेर राख्नुहोस् त। सर्च गर्नुहोस् त, इन्टर हान्नुहोस् त। इन्टर भन्दै थियो। ल अब ऊ त्यो फर्स्टकै त्यो लेडिजवाला छ नि हो, त्यसलाई गर्नुहोस्। यो सुरुकै अँ कस्टमाइज दिस टेम्प्लेट गर्नुहोस्। ल अब त्यस पछाडि त्यहाँनिर आफ्नो नाम लेख्नुहोस्। हजुर के भन्दा मिल्छ? त्यसमा नाम यसमा लेख्नुहोस् त। सुरुमा नाम लेख्ने हो। नाम लेखिदिनुहोस्, के चाहन्छ र। चलो नेट चाहिँ थोरै अब यसैमा ल समस्या हुन्छ कि अलिकति नेट अब उसमा अनि यो ल्यापटप। हजुर तपाईँको यसमा नाम लेख्ने सर। ए मजाले लेखिदिनुहोस् न। ओके ल अब त्यसलाई चाहिँ सट्ट यतापट्टि थोरै तान्नुहोस्। त्यो होइन, बिचको तान्। ल त्यो आयो। रियल इस्टेट एजेन्ट त होइन होला तपाईँ?
तपाईँको प्रोफेसन लेख्नुहोस्। टिचर भन्नुभयो कि होइन सर तपाईँले? हजुर टिचर। ओके, अब तपाईँको तलपट्टिको नाम लेख्नु, के अरे नम्बर मोबाइल नम्बर लेख्नुहोस्। अँ, दुईटा नम्बर एउटा नम्बर लेखे पनि भयो, दुइटै नम्बर लेखे पनि भयो, एज योर चोइस। ल अब तलपट्टि एउटा गर्नुहोस्। दुईटा आएको नो प्रब्लम, केही छैन। जस्ट एउटा एउटा मात्र आएको लागि तपाईँको लागि चाहिँ सजिलो होस् भनेर हो। हजुर एउटा चाहिँ कन्फिडेन्स बिल्डअपको लागि चाहिँ हामीले गर्दैछौँ। हामी चाहिँ यहाँनिर चाहिँ खत्रै सबै कुराहरू प्रोफेसनल एउटा चाहिँ फिनिसिङ गराउनुपर्छ अनि छैन। अहिलेको एउटा चाहिँ Okay. जस्ट स्याम्पल कोराउँ न त होइन, एउटा चाहिँ युज टु भनौँ न त यो टुल्सहरूमा। ल थोरै तानिदिनुहोस् बिचको लाइन। ल अब तपाईँको एड्रेस लेखिदिनुहोस् तलपट्टि। ओके, त फोटो चेन्ज गर्नुहोस्। फोटो चेन्ज गर्नलाई के गर्नु पऱ्यो, हामीले अपलोड सेक्सनमा जाने पहिला। अपलोड सेक्सन, त्यहाँनिर जाने। अब त्यहाँनिर चाहिँ अपलोड गर्ने, अपलोड फाइल गर्ने, माथिपट्टि हेर्नुहोस् त। त्यसबाट चाहिँ आफ्नो फोटोहरू चुज गर्नुहोस् कुन उसमा छ। कुनै पनि एउटा सिलेक्ट गर्नुहोस् एउटा इक्जाम्पलको लागि। अब त्यो फाइल आयो नि त, के अरे ऊ आयो नि त होइन, त्यसलाई चाहिँ ड्र्याग एन्ड ड्रप गर्नुहोस्। ड्र्याग गरेर यता ल्याउनु पऱ्यो होइन सर? हजुर हजुर। ल भयो। अब त्यही फोटोलाई पनि एडिट गर्न मिल्छ। जस्तै त्यहाँ अँध्यारो फोटो आयो नि, त्यसलाई उज्यालो गराउन मिल्छ। हजुर त्यसलाई हजुर सिलेक्ट गर्नुहोस् त। माथिपट्टि एडिट एडिट देख्नुभयो? तपाईँले डबल गर्नु परेन, सिङ्गलपल्ट गर्नु, सिङ्गल। ऊ माथिपट्टि एडिट देख्नुभयो? माथि माथि कहाँनिर ठ्याक्कै? माथि तपाईँको बिजनेस कार्डको माथिपट्टिको चाहिँ टुप्पोमा। ए हजुर। त्यसमा सिलेक्ट गर्नुहोस्। अनि त्यस पछाडि एडिटमा जानुहोस् त। त्यो फिल्टरहरू छ नि, त्यो फिल्टरहरू प्रयोग गरेर गर्न सक्नुहुन्छ। त्यहाँनिर एडजस्ट गर्न सक्नुहुन्छ। कुनै कुनै प्रो भर्जन हुन्छ, भोलिदेखि हामीले प्रो भर्जन युज गरेर चाहिँ त्यही अनुसारले चाहिँ गरौँला नि त है, तपाईँहरू सबैजनाको लागि सजिलोको लागि। जे जे छ त्यसैमा चाहिँ गरौँ न त है त। ल यो भइहाल्यो है आजको। जस्तै अब डाउनलोड गर्नुहोस् त यसलाई। यसलाई डाउनलोड गर्न के गर्नुपर्ने छ? डाउनलोड सेयरमा जाने होइन सर? हजुर, सेयरमा जानुहोस् अनि डाउनलोडमा जानुहोस्। अब साइज चाहिँ आफूले चाहिँ गर्ने, तर यो भनेको बेसिक साइज हो, यसलाई डाउनलोड गर्नुहोस्। अब तपाईँको प्रो भर्जन, त्योभन्दा माथि लैजानुलाई प्रो भर्जन चाहिन्छ। ल त्यहाँनिर चाहिँ माथिपट्टि हेर्नुहोस् त। हजुर। ल त्यसलाई सिलेक्ट गर्नुहोस् त, हेर्नुहोस् त। ल हेर्नुहोस् यो तरिकाको चाहिँ देखियो, बुझ्नुभयो? अब यसमा चाहिँ अब यसलाई कति फिनिसिङ ल्याउने भन्ने कुरा तपाईँको हातको चाहिँ उसमा चाहिँ हुन्छ, प्र्याक्टिसमा डिपेन्ड हुन्छ कि, बुझ्नुभयो त? कतिसम्म फिनिसिङ ल्याउने, कतिसम्म हामीले चाहिँ बनाउने सबै कुराहरू भनेको तपाईँको हातमा डिपेन्ड हुन्छ। अब यो भइसके पछाडि, एटलिस्ट यो भइसके पछाडि पनि जस्तै अब यति मात्रै तपाईँले बिजनेस कार्ड मात्रै बनाउनु भयो भने तर पनि कस्तो हुन्छ भन्दाखेरि, अब लगभग नर्मली तपाईँको आफ्नो बिजनेस कार्ड गर्न सक्नुहुने भयो अब समयमा, अबको समयमा आफूले चाहिँ फुर्सदमा ट्याक्क लगाएर चाहिँ तपाईँले आफ्नो बिजनेस कार्ड बनाउनुहोस् होइन। अब भोलि चाहिँ तपाईँहरू सबैजनालाई चाहिँ मैले के गर्छु भन्दाखेरि
भोलिको 4 बजेसम्म है 4 बजेसम्म सबैजनाले आफ्नो बिजनेस कार्ड बनाउनुहोस्। के भन्नुहुन्छ यसलाई? रेडी हुनुहुन्छ सबैजना? ओके छ? Okay. या Yes. ओके 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 सर ल सबैजनाले आफ्नो बिजनेस कार्ड बनाएर चाहिँ मलाई देखाउनु। मैले मैले अघि नै ट्राई गरेको थिएँ अनि यो क्यानभाको के रहेछ अरू भाषा पनि लिन्छ कि लिँदैन भनेर अर्को भाषा पनि हानेको थिएँ तर अर्को भाषा चाहिँ डट डट देखाउँदो रहेछ। मैले तपाईँलाई त्यो पनि सिकाउँछु, नआत्तिनुहोस्। अ, जस्तै फन्ट नेपालीमा लेख्न पनि सिकाउँछु। होइन नेपालीमा चाहिँ ट्राई गरिनँ मेरै भाषाको यो लिम्बू भाषाको एउटालाई थोरै हालेको थिएँ ए हजुर त्यो चाहिँ डट डट गर्यो अँ, एक्सेप्ट गरेन त्यो भाषा लिम्बू चाहिँ भाषा अनि त्यहाँ कोडेड हुनु परेन त अँ। लिस्टेड हुनु परेन त अन्त त्यही त त्यो चाहिँ नहुँदो रहेछ अरू चाहिँ हुँदो रहेछ अरू चाहिँ सेट बनाइसकेको थिएँ गरेको मैले भएर आउने हो होइन त्यो चाहिँ रहेनछ अरू अरू त अघि नै मैले पनि बनाइसकेँ। उम्। अनि जस तपाईँले आजको काम चाहिँ गर्न सक्नुहुन्छ नि? के छ तपाईँलाई भन्नुहोस् त? केही कसैलाई छ त्यस्तो डाउट डाउट लागेको भन्नुहोस् है, म अझै एक सिकाउँछु। नो म्याटर सभा नभयो म केही ढिला आएँ त्यसले गर्दाखेरि मलाई चाहिँ सबै कुरा थाहा छैन। एकचोटि चाहिँ फेरि चाहिँ मैले यसो हजुरसँग चाहिँ फेरि उयो गरेर स्योर स्योर मैले तपाईँलाई भिडियो पठाइदिन्छु, नआत्तिनुहोस् है, सुरुदेखिको भिडियो पठाइदिन्छु। म अलि ढिलो आएँ त्यही भएर है त। हुन्छ, तर ढिलो आए पनि कडा आउँछ फेरि। सो ठिक छ। आजको सेसन चाहिँ ओभरअल कस्तो लाग्यो तपाईँहरूलाई चाहिँ? कति कन्फिडेन्स आयो? यो मान्छेले सिकाउन ठिक सक्छ छ ठिक छ ठिक छ राम्रै हो ठिक छ छ त्यो हामीले है? टुल्सहरू कता के भन्ने कुराहरू थियो होइन त्योहरू पनि अलिकति क्लियरिटी भयो भोलि अब आफै प्र्याक्टिस गर्दाखेरि अँ, यता दाबो उता दाबो यता हेऱ्यो गर्दा गर्दै अब प्लस ओके हामीले छ। युट्युबबाट पनि असिस्ट लिएर गर्दा होला हुन्छ। गर्न यो सकिन्छ मान्छेले यो मान्छेले तपाईँलाई सिकाउन सक्ला जस्तो लाग्यो कि लागेन? तपाईँलाई कन्फिडेन्स आयो कि आएन? सक्नुहुन्छ ठिकै किन छ सक्नुहुन्न हँ? सरको आइटी इमेजेस राम्रै छ हजुरप्रति विश्वास भयो डिजिटलमा नि हामीहरूको हो नि त। म चाहिँ अनि हजुरप्रति अब तर विश्वास चाहिँ क्लास लिनुभन्दा अगाडि नै थियो नि त होइन? किनभने हजुरको सानो भिडियोबाटै विश्वास भएरै जोडिएको हो म चाहिँ। थ्याङ्क यू सो मच मेरो अनुहारलाई विश्वास गर्नु। अहिले झन् यो यति जस 1 घन्टा क्लासले झन् विश्वास झन् दिलायो। जस ओके राम्ररी जस सिक्न सकिने अनि रहेछ जस्तो। अहिले पोजिटिभ कुरा के छ भन्दा सरले चाहिँ ठ्याक्कै 9 बजे मात्रै लिनु भएन अलिकति बढी टाइम पनि लिनु कस्तो हुन्छ नि अलिकति कहिले कहिले चाहिँ बिजनेस माइन्ड पनि लगाउँछ कि तर त्यो होइन, चाहिँ सुरु कुरा के हो अहिले भन्दाखेरि तपाईँलाई मैले पहिले पनि भनेको थिएँ, कतिजना साथीहरूले भन्नुभएको थियो यत्रो सेसन सबै सकिन्छ त भन्नुभएको थियो कि मैले तपाईँलाई चाहिँ के कुराको ग्यारेन्टी दिन्छु भन्दाखेरि यो सेसनमा तपाईँ सक्नु भएन भने मैले तपाईँलाई अर्को सेसनमा पनि इन्ट्री गराउँछु कि। बुझ्नुभयो कुरा? तपाईँ ढुक्क हुनुहोस्। एकपल्ट पेमेन्ट गर्नुभयो तपाईँको चाहिँ मेरो नम्बर चाहिँ तपाईँले चाहिँ तपाईँको नम्बर मैले सेभ गरेको छु होइन? तपाईँले कुनै पनि टाइममा सर मलाई चाहिँ त्यो अर्को क्लासमा पनि जोइन गर्नुहोस् न भन्नुहोस्, मैले तपाईँलाई जोइन गराउँछु है त। ठिकै छ सरले टाइम पनि एक्स्ट्रा दिनुभएको छ नेपालमा हुनेलाई त सबैलाई ठिकै होला तर मलाई चाहिँ एक्स्ट्रा टाइमले चाहिँ अलिकति बोरिङ नै गराएर लान्छ अहिले 12:31 भयो हजुर एएम ठिक छ, नो प्रब्लम, केही अलमोस्ट छैन, नो प्रब्लम, हामी चाहिँ गर्न सकिन्छ सबै ठिकै छ तर गर्नुहोस्। आज क्लास चाहिँ कस्तो भने एकदमै ट्रिकी छोटो मिठो दामी भयो अब त्यस्तो यो हुन्छ क्या क्लासलाई त सायद लिम्बू सर यति अब भइसकेपछि त एक्स्ट्रा टाइम हामीले सिक्ने टाइम हो नि त अब हजुरहरूको त्यस्तो हुँदाखेरि त सर र बुझेर एक्जिट हुँदा हुन्छ नि त होइन नबुझ्नेहरूले त टाइम लिनु पऱ्यो नि त सोध्नु पऱ्यो खोज्नु पऱ्यो होइन सुमन सर हेर्दाखेरि चाहिँ ठ्याक्क क्याच गर्ने टाइपको हुनुहुन्छ होइन? उहाँलाई केही बेसिक पनि छ होला मलाई क्याच गर्नुहुन्छ अँ, त्यस्तो हुँदाखेरि अलिअलि बुझिसकेको मान्छेले एक्जिट हुँदा पनि भयो नि त नबुझ्नेहरूलाई त होइन फेरि त बुझ गराउनु एक्जिटै पऱ्यो भयो होला भने म एक्जिटै गर्ने भए क्लासै लिँदिनँ थिएँ मलाई हो, सानो सानो कुराले अड्केरै भनेको यो क्लासमा भन्नै पर्दा ठिक मलाई छ। म एउटा म पनि युट्युबर नै हो अनि हल्का फुल्का भिडियो भ्लगरै बनाउँछु अनि यो मैले धेरै सफ्टवेयरहरू युज नै गरेँ थोरै थोरै बेसिकली मैले लगभग अलमोस्ट फ्री सफ्टवेयर धेरै नै युज गरेको छु तर कस्तो भने फिनिसिङ नआइदिने फिनिसिङ कता कता चुकिदिने त्यो गुरु बिनाको चेला जस्तो कता कता भइरहेको अनि त्यही भएर मलाई चाहिँ सानो सानो कुराहरू चाहिँ इम्पोर्टेन्ट तपाईँलाई हो मैले क्या एउटा भिडियो सेयर गर्छु है त। केही छ तपाईँलाई अझै 2-3 मिनट लम्बाउँदा केही फरक हुन्छ पर्दैन? हुन्छ मजाले एक हुन्छ घन्टा पनि अझै लग्नु आधा हो नि त घन्टा पनि हामी त बस्छु फ्री हो किनभने सिक्नको लागि बसेको हो म अलिक यो यति बेला टाइम नहेरौँ क्या कसैले पनि अँ, ठिक छ, नो प्रब्लम, केही भएन। जस्तै अब तपाईँ हेर्नुहोस् त, मैले चाहिँ के छ भन्दाखेरि तपाईँलाई मैले देखाउँछु, जुन तपाईँले मेरो एड भिडियो देख्नुभएको थियो नि त्यसको ओरिजिनल भिडियो देखाउँछु तपाईँलाई मैले। कस्तो छ हुन्छ हेर्नुहोस् है, अब यसलाई चाहिँ कसरी फिनिसिङ गर्न सकिन्छ हेर्नुहोस् है त। हेर्नुहोस् है, देख्नुभएको छ? अँ हुन्छ
इज सोसल मिडिया मार्केटिङ। अब स्क्रिप्ट हेर्दै गर्ने हो र यसको लागि सही टुल्स र नलेजको आवश्यकता पर्दछ र तपाईँ सबैजनाको लागि खुसीको खबर के छ भने बोल्दा बोल्दै टङ स्लिप हुन्छ हेर्नुहोस्। यसलाई मिलाएर कसरी गर्ने त्यो त सबै कुरा देखाउँछु मैले। अब यो यसको सफ्टवेयरको इन्टरफेस कस्तो हुन्छ त्यो पनि देखाउँछु मैले है। जस्तै भिडियो एडिट गर्दाखेरि यसैलाई देखाउँदाखेरि कस्तो देखियो मैले तपाईँलाई भन्छु है त। ओके, जस्तै आज मैले एउटा भिडियो राखेको थिएँ कि, हेर्नुभएको थियो मेरो स्टोरी, कतै देख्नुभएको थियो यो वाला भिडियो। तपाईँले ब्याचलर पढ्दै हुनुहुन्छ र ब्याचलर पढ्दा पढ्दै पनि तपाईँले पढाइको साथसाथमा एउटा स्किल्सलाई समात्नुहोस्। एउटा स्किल्स एटलिस्ट तपाईँले सिक्नुहोस् जुन स्किल्सले गर्दाखेरि तपाईँ लाइफमा करियरमा अपलिफ्ट गर्न सजिलो होस्। हेर्नुहोस् अहिलेको समयमा ब्याचलरको डिग्रीले मात्रै तपाईँलाई जागिर पाउन त गाह्रै छ। हेर्नुहोस् तपाईँले ब्याचलरको साथसाथमा कुनै पनि एउटा स्किल्समा जुन तपाईँलाई इन्ट्रेस्ट लाग्छ त्यसमा तपाईँले आफ्नो स्किल्स डेभलप गर्नुभयो भने तपाईँलाई जागिर पाउन एकदमै सजिलो हुन्छ। हेर्नुहोस् है त, यदि तपाईँलाई भिडियो एडिटिङ, सोसल मिडिया मार्केटिङ र ग्राफिक डिजाइनिङको कोर्स गर्न मन छ भने यो एउटा स्किल्स डेभलपमेन्ट कोर्स चाहिँ मैले डिजाइन गरेको छु। 15 दिनको कोर्स छ। तल दिएको WhatsApp नम्बरमा मेसेज गरेर चाहिँ तपाईँले कन्ट्याक्ट गरेर डिटेल बुझ्न सक्नुहुन्छ है त। यो एकदमै इम्पोर्टेन्ट कोर्स छ, तपाईँको करियर अपलिफ्ट गर्नलाई पनि मद्दत गर्नेछ। अब हेर्नुहोस् यसमा मैले के गरेँ, एडिट गर्नुभएको छ धेरै अँ? धेरैचोटि यसमा एडिट भएको छ। होइन सुन्नुहोस् है, एडिटको पार्ट अलग छ। अब मैले आफ्नै लास्टमा मैले के गरेको छु, आफ्नै कोर्सको मार्केटिङ गरिरहेको छु। बिहान राउन्ड भएन पछाडि। यो कुरा कसरी गर्ने मैले तपाईँलाई सिकाउँछु, सबैजनालाई तपाईँलाई मैले सिकाउँछु। जस्तै मान्यो कि सुरुमा मैले के भने भन्दाखेरि ब्याचलर गर्ने स्टुडेन्टहरूलाई टार्गेट गरेँ कि तपाईँ ब्याचलर गर्दै हुनुहुन्छ, ब्याचलर गर्दै हुनुहुन्छ भने तपाईँले ब्याचलर गर्दा गर्दै पनि तपाईँले साइडमा एउटा स्किल सिक्नुहोस्। भनेपछि मान्छे सुन्छ कि सुन्दैन भन्नुहोस् त। हुन्छ। यो ट्रिकहरू तपाईँलाई मैले सिकाउँछु है। अब यसमा के छ भन्दाखेरि हेर्नु कतिवटा लेयरमा काम भएको छ भन्दाखेरि एउटा लेयर यो भिडियोको एउटा चाहिँ तपाईँको अगाडिपट्टिको यो उसवाला यो बुक यो सिट भन्ने छ नि यसवाला भयो। एउटा चाहिँ तपाईँको योवाला भयो, यो जुन भिडियो छ अगाडिपट्टि देखेको त्यो छ। अर्को ग्राफिक्सवाला जुन चाहिँ पछाडिपट्टि स्किल्सवाला यो सब कुरा छ नि, अब ब्याचलर डिग्रीवाला छ नि त्योवाला भयो। एउटा साउन्डवाला भयो होइन, जुन चाहिँ मेरो आवाज छ त्योवाला भयो। एउटा चाहिँ ब्याकग्राउन्ड म्युजिकवाला भयो। यो तरिकाले चाहिँ देखिन्छ हेर्नुहोस् है। अब यो सबै कुरा तपाईँलाई मैले सिकाउँछु, यो तरिकाले देखाउन सकिन्छ है। भनेपछि अब यो सबै कुराहरू चाहिँ बिस्तारै बिस्तारै तपाईँलाई मैले सबै कुराहरू सिकाउँछु, आत्तिनु भएन। र म सिकाउनलाई हात्तिन्न, तपाईँ सिक्नलाई पनि हात्तिनु भएन है त। मेरो युट्युब च्यानलमा एउटा भिडियो छ हाउ टु सेल एनिथिङ भन्ने है। कुनावाला भिडियो आयो त फेरि, के तपाईँलाई थाहा छ यो एउटा कोर्समा ओभरल्याप भएर अर्कोमा आयो त। यो भिडियोहरू चाहिँ सर कि मोबाइलबाटै खिचेको हो कि क्यामेरै चाहिन्छ, प्रोफेसनल क्यामेरा? तपाईँलाई प्रोफेसनल क्यामेरा चाहिँदैन, तपाईँ सुरुवात मोबाइलबाटै गर्ने हो है। मोबाइलबाटै गर्ने हो, हामीले मोबाइलबाटै सिक्न सकिन्छ। हेर्नुहोस् तपाईँलाई सुरुमा तपाईँले चाहिँ ल मसँग यस्तो छ उस्तो छ भन्न थाल्यो भने फेरि तपाईँ डिमोटिभेट हुनुहुन्छ भने मैले सबै पुरा टुल्स पनि देखाएको छैन मैले मसँग भएका। एटलिस्ट तपाईँसँग जे छ त्यसैबाट सुरुवात चाहिँ गर्नु पऱ्यो, सुरुवात इम्पोर्टेन्ट हो कि होइन। आजभन्दा तपाईँको तपाईँलाई मैले एउटा चाहिँ देखाउँछु मेरो युट्युब च्यानलमा भिडियोजमा गएर ओल्डेस्ट भिडियो देखाउँछु है। मैले ओल्डेस्ट भिडियो चाहिँ के छ भन्दाखेरि बुटोलदेखि अर्घाखाँची जाँदाखेरिको एउटा भ्लग टाइपको बनाएको थिएँ कि होइन। त्यो भिडियो चाहिँ ल हेर्नुहोस् भयो, हेर्नु भयो भने त कस्तो देखिन्छ म, हेर्नुहोस् है। यो सुरुमा नमस्ते, गुड मर्निङ टु अल माई भ्युअर्स। आज चाहिँ ईश्वरी र म अर्घाखाँचीको ट्रिपको लागि जाँदैछौँ। अनि ईश्वरी कस्तो लागिरहेको कस्तो छ हेर्नु त। एउटा चाहिँ भनौँ न यहाँनिर टेक्स्ट इफेक्ट पनि जस्तै डिआर भट्टराई अनि ईश्वरी कण्डेल छ, यो चाहिँ बाहिर बाहिर उछिटिएको छ होइन। एक्साइटेड छौ त? सुरुमा पनि कथेको पनि आउँदैन, यस्तै यस्तै गर्दा गर्दै सिक्दै सिक्दै जाने। हेर्नुहोस् अब लेटेस्ट भिडियो हेर्नुहोस्, हेडको देखाएर
के तपाईँलाई थाहा छ यो संसारमा हरेक व्यक्तिले केही न केही कुराहरू बेचिरहेको हुन्छ, चाहे त्यो बच्चा होस् चाहे त्यो जवान होस् चाहे त्यो महिला होस् या पुरुष होस्, हरेक व्यक्तिले यो संसारमा केही न केही कुराहरू बेचि नै रहेको हुन्छ। त्यसले बेच्ने कुरा भने फरक फरक हुन चाहिँ सक्छ। यदि तपाईँ पनि प्रोफेसनल सेल्स पर्सन हुन्छ भने तपाईँलाई धेरै धेरै बधाई छ, किनकि तपाईँ एउटा यस्तो तपाईँले युट्युब च्यानलमा गएर हेर्नु होला बाँकी कुरा है। सो अब कुरा मैले भन्न खोजेको कुरा सिम्पल के छ भन्दाखेरि अब आजको सेसनलाई यही बिट मारिदिउँ होइन। भोलिको हामीहरूको काम भनेको के छ त भन्दाखेरि के छ भन्नुहोस् त? भिजिटिङ कार्ड बनाउने एउटा सबैले आफ्नो भिजिटिङ कार्ड बनाएर मलाई पठाउनुहोस् है त। सो आजको लागि यति नै। तपाईँहरू सबैजना जोइन गर्नुभयो र आफ्नो सरले अमूल्य समय हजुर ग्रुप क्रिएट गर्नु भने अझै राम्रो हुन्थ्यो। म सुन्नुहोस्, म ग्रुप क्रिएट गर्दिनँ किन भन्दाखेरि डिस्टर्ब हुन्छ। तपाईँहरू सबैजनाले आफ्नो प्रोफेसनलिजम पनि मेन्टेन गर्न जरुरी छ होइन। किन भन्दाखेरि एउटाले गर्दा अरूलाई डिस्टर्ब नहोस् भन्ने म चाहन्छु होइन। तपाईँले मलाई चाहिँ पर्सनली पठाउनुहोस् होइन, अनि त्यस पछाडि सेसनमा चाहिँ हामी ग्रुप डिस्कसन चाहिँ गरौँला, हुन्छ? किन भन्दाखेरि अब तपाईँ के छ भन्दाखेरि आफ्नो प्राइभेसी पनि हुन्छ, हरेक कुराहरू हुन्छ होइन। त्योभन्दा त्यो डिस्टर्ब पनि हुन्छ ग्रुप म्यासेज भयो भने पर। त्योभन्दा इट्स ओके टु मलाई मात्रै सेयर गर्दा है त। सो अरू केही कुराहरू छ जुन चाहिँ हामीहरूले आजको सेसनको बारेमा सेयर गर्न चाहनुहुन्छ? छैन सर, ठिक छ ठिक छ ठिक छ। लेट्स होप वी क्यान लर्न समथिङ विथ यु इन 15 days। एब्सोल्युटली सबै कुराहरू सिकिन्छ, नसिके पनि नेक्स्ट सेसनमा जोइन गराउँछु मैले। बेसिक थिङ्स अब मेरो एक्सपेक्टेसन, आई डोन्ट ह्याभ मच एक्सपेक्टेसन होइन। हजुर मेरो यो बिजनेसलाई चाहिँ हाउ आई क्यान प्रमोट इन सोसियल मिडिया एन्ड अल, एन्ड आई वान्ट टु मेक सम भिडियोज लाइक मार्केटिङ। एब्सोल्युटली तपाईँले सबै कुराहरू सिक्नुहुनेछ है। स्क्रिप्ट कसरी लेख्ने, तपाईँको सेल्स स्क्रिप्ट कसरी लेख्ने, त्यो सब कुराहरू आइडिया पनि म तपाईँलाई दिन्छु है। ओभरअल भन्दाखेरि डिजिटल मार्केटिङको उसमा चाहिँ तपाईँहरूले चाहिँ एउटा जस भनौँ न आफूले बिजनेस आफूलाई आफ्नो स्किल्सलाई कसरी प्रमोट गर्ने त्यो सब कुराहरू म तपाईँलाई सिकाउँछु है त। थ्याङ्क यू सो मच उपस्थित हुनुभयो, सबैजना जोइन गर्नुभयो। तपाईँ सबैजनालाई बधाई तथा शुभकामना दिँदै आजको सेसनबाट म डिआर भट्टराई बिदा लिन चाहन्छु। थ्याङ्क यू सो मच, विश यू। धन्यवाद।